जजुल पासकसित थौ नेपाल सम्बत झिन्छ पिपेर चौलका द्वादशी सन् 2024 मे 5 तारिक आइतबार वर्ल्ड नेवा अर्गनाइजेशन पाकेन्ठो न्ह्यवे चंगु न्ह्या निथाय प्रसारण WDB अर्थात WNO डेली ब्रोडकास्ट ठुकु खलाबले ज्याजले सकल सोकोमी भाजमेज पिन्टा जी ज्याजो न्याकमी नरेश साके पाके लस्को सियाना चना सिकपिसा सेसियो WDB खलाबले ज्याजो नेपाली कथा बनेसिया गुटाइले WNO याको फेसबुक पेज व जुमे सिकपिसा लाइभ सोए दिफै अले ठुकिया रेकर्डिङ WNO याको चाहिँ फेसबुक पेज भिडियो आर्काइभ हुँदाछ ठिकसँग न्याप्लेन सोए दिफु अथवा पोस्ट हुँदाछ न ठिकसँग सोए दिफु अले ठुकी उपटि चाहिँ रेकर्डिङ ठिकसँग डाउनलोड हेना ची WNO याको उपटि चाहिँ अफिसियल युट्युब हेना अपलोड हेना डेडो उकेना ठिकसँग जाया थगु चाहिँ एपिसोड नम्बर थोरै यो एपिसोड नम्बर अथवा चाहिँ पहा पिनि ना त्या सर्च ना सोया दिफै ठौ WDB खनबल ज्याजोया डो छिव न्याबो अर्थात 1005औं भाग जुल ठो WDB ठिकसँग चाहिँ इस्टर्न टाइम अनुसार युएसयू इस्टर्न टाइम अनुसार चाहिँ सवा सुतसिया सवा 11 बजे अहिले युकेयू चाहिँ टाइम कठाउँ चाहिँ निनेसिया सवा 4 बजे अहिले सेन्ट्रल युरोपियन टाइम कठाउँ चाहिँ ठो सवा निनेसिया चाहिँ सवा 5 बजे सिक्सन लाइभ स्वाइडिफे ठाउँ ठो डो छिव यहाँ बोए ठाउँ चिसँग विशेष पातना बुनतेको डो वेका क वर्ल्ड नेवा अर्गनाइजेसन प्याटर्न भाजो दैरट नसाकेजु ठाउँ ची नापदी वेकल वेक नापचिसँग ठाउँ विशेष ना खलवलियाजी वेकल नक्तिने हुन वर्ल्ड नेवा दे या लस्ता पिकाना जीको छौ सफु डु वेकएको नेवारोलोजी म्याटर्स सफु वे सफु खैठौँ विशेष खलवला जी सिकपिसा सेस्यु देरटना साकेजु वेकै चाहिँ खलवला चिसा यो के निन्दुगुडु वेकै डक्ले नापाङको खलवला चाहिँ छिट एपिसोड नम्बर 16 सोरे चाहिँ 2021 अगस्त 13 का अठो चाहिँ ओके चाहिँ चिसा चाहिँ त्यो नेपाल भाषा यो रुट ट्युब चाहिँ मोटो बारे वेकना पखलाउला ख छौ वेका चाहिँ छौ लिङ्ग्विस्टिक हिसाबमा वेकना पैसा खलाउला याटको रुट WDB ओके चिपिन्टा चाहिँ वेका योबटे ठोसमति खलाउला दिन मासोसा एपिसोड नम्बर 16 कटकले नापा नापा नक्तन नक्तन चिसा न्याकबले सिउजुला अन हाना चाहिँ च्यासो नि निगु तिमीलाई 822औं एपिसोड हेर चिसा वेका योबटे बिजनेस बारे चाहिँ चिसा खलाउनु हो वेका बिजनेस चाहिँ हिमालयन गिफ्ट एन्ड क्यान्डी व नेपाली ITI सर्भिस तेका वेका प्रोप्राइटर जुया जाने जुन दिएको टु वेका चाहिँ पोर्टलाइन ओरिगन एक वेका ठो सम्बन्धी चाहिँ वेका यो चाहिँ व्यवसाय सम्बन्धी छ नोभेम्बर 4 2023 ले चाहिँ वेका अन्तर्बाट चाहिँ ठो खनाउले नख आठौँ चाहिँ ठो चाहिँ सोकोको जुल वेका नापे खना होला ठो चाहिँ विशेष सेना चाहिँ ठाउँ चाहिँ वेका नेवारोलोजी म्याटर्स अब के सफवे बारे वो सफवे दुने सुडु वो सफु चाहिँ छाउली मोटो जी झिउ लागि उके बारे विशेष खनाउले आजी अले नाजा जिन त्या निगु एपिसोड वेकै उन्डिगु वेकै चाहिँ विस्तृत चाहिँ वेकै चाहिँ मसिका ओके टु सिक निना दि आर जे छको छ कितन मास्यो चाहिँ वेका चाहिँ मोटिकाजी वो तेजमाया साके न्यामम सन्तान ख अले वेका चाहिँ ठ ग्रुपी पाके आध्यात्मिक शिक्षा कया चाहिँ उके समर्पण जुया अनुशासन व सडय मु या वेकला जीवन काची अभ्यासना चुना जिम ख अले मोटिकाजी साके वेका बा चाहिँ छम इटुम्बा स्थबिर परम्परा या छम सम्मानित व्यक्ति ख छम कुशल कारिगर छम कारिगर न ख अहिले सन् 2012 नेपाल सरकार वेकायट तेमलो वेकाय बा एटा छम प्रसिद्ध मूर्तिकला रूपे चाहिँ वेकायको योगदान एटा मानित विषय वेकाय सम्मानित यार चाहिँ हुलाकी टिकट न पिठङ्गु ख अहिले वेकवे डेनजीमा सा तेह्र टसाके जुन ठाउँ चाहिँ थ बा युपट्टि डेनजीमा वेकमा थ सफु छौ पिकाटा सुतान लागो अहिले वेकलन चाहिँ विशेषणा चाहिँ हरेक शिक्षा रूपे वेक छौँ लिङ्ग्विस्टिक रूपमा वेक छ संयुक्त राज्य अमेरिकाना भाषा विज्ञान कया वेकला मास्टर्स याना दिला अठे वस्तु यहाँ चाहिँ त्रिभुवन विश्वविद्यालयले चाहिँ यहाँ चाहिँ नेपाल भाषा या छ डिप्लोमा यहाँ दिएको कि विशेषणा चाहिँ पोलिटिकल साइन्स अहिले छौ मनोविज्ञान दर्शन अरे अनव्या चाहिँ कालिम्पोङ उना वेकला चाहिँ छौ साहित्य सम्बन्धी कोर्स yana diu ka wes na patan chi we kana than chi na padi de dai tna lasku sen tna de dai jo jo lapa सकसित जोजोलोपा जिउ पाकेन जी थन पोर्टल्यान्ड ओरेगन नहुन्छ र जिउ ई को ठाउँ चाहिँ सुतेसिया 8 बजे जुया 20 मिनट बनका सकसित dakle na जोजोलोपा dakle na pala yok ko pintuna o lasa na ka o nu sopo pyao
neurology matters taka piao kitab san ji ki dewa na ji jo background na khana ji saksya ale poster na khana ji we ko ibte चाहिँ to nugu safoi बारे चाहिँ nugu safoi dewa cover जगह चीज खन जी दगा नापा एकको भिन्तनाटो एकको लसनाटो दया दाइटा चाहिँ ठाउँ ठाउँ किताब चाहिँ पिथङ्गुली लस्दा आफ्नो चाहिँ मार्च या 30 तारिखे हलिनेवा डी खुनु चाहिँ नेपालले वर्ल्ड नेवा अर्गनाइजेसन युएसए च्याप्टर युएसए च्याप्टर मको नेपाल च्याप्टरमा चाहिँ थो पिथान दिएको जुल एकको भिन्तनाटो अहिले धेरै थो न्युरोलोजी म्याटर्स त चाहिँ थो नाना सूर्य पहिला थो ना सूर्यले चाहिँ ठुला बायोलोजी जियोलोजी जियोलोजी अहिले अझै छौ चाहिँ साइन्स सम्बन्धी चाहिँ खाउ उठाउँछौँ ठिकै न्युरोलोजी म्याटर्स थाहा खास त ना चाहिँ गन हो जुल अनसुर्याका मुजिर धेरै Jiwa jodoh pa saksita atola gairula lasa ji cho cho udaharan tukia bifu gatikian थोसुया चाहिँ 400 वर्ष नि हो अथवा ओसिया भन्छ अफ हो गुट इलेकी संसार फुक चाहिँ छौ किसिमे चाहिँ गोलाउ मकु छौ चाहिँ पट्टिङपट्टि चाहिँ मखला न्याठा सोसा उल्मुसी न्यासिनमा न्याठा सो सल भएको सा उल्मुसी पनि मा मोटर उबके मोटर ढिउरा डुए मको न्यासिम सा उल्मुसीमा संसार हिउ चाहिँ थोक्ने चाहिँ ऊ इले चाहिँ एकदम फ्ल्याट अथवा मतलब सम्भव ठ्याक त्यहाँ चाहिँ सरकार गोख मान्यता बेचौँ टाइम है अहिले मेम छम चाहिँ गोख दार्शनिक दार्शनिक ढाइहरू टाइमले यो ना जाबे तर वेको दार्शनिक नाक चाहिँ ग्यालिलियो ख ग्यालिलियो न चाहिँ हे छिमसँग चाहिँ कुख संसार चाहिँ सम्मर्गा धाला त संसार चाहिँ सम्म तो दिनिय चा ग्याजुया ज्या चौँ त मो मेन कारण चाहिँ चुला लाग्छ त्यो संसार चाहिलो चाउँदै पृथ्वी चाहिँ चाहिलो चाउँ कारण होइन चाहिँ त्यो हिँडे यहाँ चाने जुल चाने यहाँ सुटे बनी जो कारण चाहिँ ओखर्गा वेको ढाबले चाहिँ वेको छमा चाहिँ वे जुल लगा ऊ छ ऊ वक्तैमा सरकार ऊ वक्तैमा अथोरिटी ऊ वक्तैको वेको त चाहिँ फाँसी बिहा जन्म मजाको बल्ल चाहिँ चौकिसमा चाहिँ अठियन बिल वो चाहिँ छारा जनमानस गोपटी चाहिँ खप्याउ चाहिँ उही त चाहिँ सक्सिया सरकार या ढुङ्गा उही त भरि चाहिँ बेको ख हल्की वो मनो चाहिँ चौकिसमा चाहिँ मनुटेसँग विश्वास या फैमुको अहिले एज या चाहिँ उयो ख चुख खुख मनुटेसँग थिङ्क या फैमुको आठो नेवारोलोजी त्यो शब्द न ग्याजुला लाग्छ योको चाहिँ लोजी ढका चाहिँ गएको साइन्टिफिक स्टडी अफ एनिथिङ मलाई गाइनोकोलोजी ढल्ला छु डक्टर लाइन पनि पे मलाई बायोलोजी ढल्ला छु चोक्समा चाहिँ बायो साइन्स जुल मलाई जियोलोजी ढल्ला छु वा जुल अठे धैर्य चाहिँ भूगर्भ शास्त्र हिसाबमा चाहिँ जियोलोजी देउडो जुलोजी हो जियोलोजी देउडो अठे धैर्य चाहिँ ओलोजी गएको थाहा ना वो विशेषको कया चाहिँ स्टडी या उयो त चाहिँ ओलोजी थायो ख मलाई अठे चाहिँ बिस्तार बिस्तार चाहिँ इन्डियन ट्रेडिसन त स्टडी या बि मनोटेछ इमसँग चाहिँ इन्डोलोजी चाहिँ छेला हल्का ए जो वे चाहिँ सुरु चाहिँ सिक्किम गभर्मेन्ट त्यो पाखे सिक्किमे चाहिँ गो सिक्किम युनिभर्सिटी सिक्किम यो चाहिँ गो ट्रेडिसन अनुसार यो कुला टिबेटन त डुअन टिबेटन त्यो बारे चाहिँ स्टडी जो इन्स्टिट्युट डु वो इन्स्टिट्युट पिकापट्टि जोड्नेले ना चाहिँ टिबेटोलोजी हल्का ठ्याउ ठ्याउ चाहिँ ऐतिहासिक योको डोकानेलाई थाहा चाहिँ झिसा चाहिँ झिउ भयो झिउ भए चाहिँ म कि झिउको सभ्यता झिउको सिभिलाइजेसन बारे चाहिँ यदि अध्ययन यदि हाम्रो साइन्टिफिक स्टडी अफ द नेवा स्टडिज गोखा चाहिँ जिन थापा चाहिँ 1997 नेवारोलोजी शब्द चाहिँ वो नेवा स्टडिज चाहिँ नेवा विज्ञान गोखा शब्द त्यहाँ चाहिँ पत्रिका पिएको अब वो पत्रिका वो वक्त नेवारोलोजी त मनुष्य उसले ध्यान तैमको जिम्मा अहिले चाहिँ साइन्टिफिक स्टडी अफ साइन्टिफिक स्टडिजको यो चाहिँ कन्भर्ट यहाँ चाहिँ नेवारोलोजी त्यहाँ चाहिँ यान्चुनुको मनुटेसन चाहिँ अकुनो किताब प्यायो चाहिँ थान मनुटे झिँ किनबले या आई जस्ट पब्लिस वान बुक ठ्याक्क किनबले ओ माई गॉड इट लुक्स लाइक अ न्युमेरोलोजी थाल्का इम्यु ढ्याप्ने ठ्याक्कै चाहिँ न्युमेरोलोजी त्यो चाहिँ एकदमै अपोजिट न तर नेवारोलोजी थाहा म सक्छु कचकको वबले चाहिँ टुक्समा चाहिँ नुपट्टि चाहिँ शब्द प्रयोग याबले मनुटे नक्टिने अन चाहिँ नरेश जो चाहिँ नक्टिने नाकाहरूले काचक काचक ध्यामो या नेवारोलोजी नेवा अकबगे दुल्ने जिउ स्वाभाविक चाह झिउ मनुटे ब्रेन झिउ मनुटे मतलब चाहिँ मेरगा ढिउ चाहिँ गठी उना चुका ओरियाट अब तर नो शब्द प्याउन् कि ओके चाहिँ भज थाक्बी हो जिउ स्वाभाविक एजो नेन चाहिँ छ नेवाटो बारे हो साइन्टिफिक स्टडी आएको चाहिँ जी नेवारोलोजीका छ ख आठौँ शब्द चाहिँ छोड्न लाग्छ लिपा भविष्य चाहिँ नो जेनेरेसनको लागि चाहिँ छु नेवाटे उसको बारे अध्ययन यावले छौ सब्जेक्ट न दूर गाडी चाहिँ गोखा चाहिँ मलाई इन्साइक्लोपिडिया दुखेकी माउडो एजुल्लाला लिपा जुबले बिस्तार चाहिँ ठो कमन जुया पनि अहिले ठो जिनलाई खालि ठो प्रयोग जी हान्बियो ख तर स्टडीले नापान्छे जुया चुन गएको तर आला खालि जी प्रयोग यहाँ न्यानिजको हाइबियो ख ठुले ख जी आयो उही विषयलाई टाइपटी चाहिँ
खासै जी टुक्रो चाहिँ ठो निवारोलोजी चाहिँ नत्र धाटे चाहिँ ख जिनी कसुको नाकैले न ठो निवारोलोजी ठो लास्ट रो नि बिचेलाको रो टुली चाहिँ हामीले नाका ठक पनि सके निवारोलोजी धाउ खस अफियो ओ निवा रो छ न बिचे ठक ठक ठका माउले न्याबले उचार न्याबले चाहिँ बजे ठको निवारोलोजी का वो चाहिँ छ ना हिसाब चाहिँ ल अहिले निवारोलोजी म्याटर्स का छ त खासला दुने चाहिँ किताबेला निवा सिभिलाइजेसन सम्बन्धी खयको खना चाहिँ कि दुने भाषा निसंकया ओके चाहिँ छियो संस्कृति निसंकया ठयो चल पल यो खेसला जिन्थो यो को यो को पेज तो 444 पेज तो ठीक चाहिँ मखला 444 पेज 425 425 425 पेज जियो लारे तो सफुनो दो जितो बुन्न मलाई खास चाहिँ उन सर र मिको दिन जियो लारे लाउजल तर त्यो किताब चाहिँ अंग्रेजी प्याउ जसले चाहिँ द साबे यो तल छाडा छ चुकाना यो तल धाले विशेषण चाहिँ नो जेनेरेसन टेउ लागि चाहिँ जस्तै जिमी मस्त मस्त टेउ लागेन थ चाहिँ त्या थ चाहिँ इमसँग थ किताबलाई इमसँग छोङ छोङ बुनसिरेको थन किताबलाई मलाई अहिले आठो इमसँग चाहिँ त जुलिङ काटिमसँग थ छ बोरेका सोले इमसँग इन्ट्रेस्ट kana बोला बोना थ ला अपोलो म पनि इमसँग चाहिँ छोन्यु च्याप्टर चाहिँ बुडो इन्ट्रेस्ट ना गाउडो उयो चाहिँ थोचौ चाहिँ अपोइना चाहिँ नेपाल नेवा सिभिलाइजेसन सम्बन्धी बुनमल लासन छिमे विशेष नेवा भाषा किताब डो यो सब फुट तर चाहिँ आफू इङ्ग्लिसमा प्याउडो चाहिँ मिप्सोन बुनिदियो चाहिँ भर्सकै छैन आठुकै चाहिँ थो नेवारोलोजी चाहिँ थो ठ्याक्कै चाहिँ थो नेवा सिभिलाइजेसन चाहिँ गेना थोडी बिजेन्ट एटमा चाहिँ खेल नाच परिचय कुनै सब्जेक्ट चाहिँ न्युरोलोजी घट्टै जुल तर उके चाहिँ जिन छौ म्याटर्स त छौ खाना उठो होला सफै यो ना चाहिँ न्युरोलोजी म्याटर्स हुल्का आठो म्याटर्स थियो शब्द ना चाहिँ गेजी फटला चुके चाहिँ न्यू अर्थ दुथ्के के इम्बेडेड मिनिङ का टाइने ला छौ चाहिँ डुअल मिनिङ जुल छौ इम्बेडेड मिनिङ है विशेषण चाहिँ थौने 2000 आमको आवर सु वर्ष नि हो चाहिँ थन अमेरिका चाहिँ छौ नो मुभमेन्ट वो का वो मुभमेन्ट ना का चाहिँ गजल लासा ए ब्ल्याक लाइफ म्याटर्स टु ब्ल्याक लाइफ म्याटर्स का गो मतलब चाहिँ हुइम वो का वो ढाउ मतलब चुला लासा जिबिन थन अमेरिका चुना चाहिँ मनो ज्याचुना पनि ख बोला वाइ नट वी गेट सम चौकिसमा चाहिँ सपोर्ट डेमा ढेटे यहाँ अझै भावना कया चाहिँ वो जो खा तर वो हिसाबमा छोरा झिसम्म राइटर या त जे वो छौ भूमिका चोइबेर गान किन बेला चाहिँ वो अब सम्मति छौ नायोलाई चाहिँ लिबा जिबले चाहिँ तस्मा क्रिटिसिजम जी फोनी गाटा त जी वे कर छोरा लासा अति क्रिटिसिजम जी पटी जुसन सुन ल्यामरो तर चाहिँ इट हैज एनदर मिनिङ गाटे गुडुका एनदर मिनिङ गा छोरा लासा आठो द म्याटर्स गाटे बेला वो चाहिँ नाउनी हिसाबमा क्यामल अहिले नाउनी हिसाबमा क्याबले चाहिँ उके छोरा लासा द मेटेरियल फर द नेवारोलोजी स्टडी अफ नेवारोलोजी गर्यो वो म्याटर्स थियो चाहिँ मेटेरियल जुल अहिले मेयोपट्टि चाहिँ इट म्याटर्स टु मी घाटा हामीले गुखा चाहिँ भर्बी रुपियाँ वाउजुल अब भर्बी रुपियाँ कालाला चाहिँ वाला चाहिँ म्याटर्स यु क्यानट वी क्यानट इग्नोर हिउ चाहिँ हिसाबमा हुने जुल अहिले ठुकै डु कन्टेन्ट फुक चाहिँ द मेटेरियल फर द स्टडी अफ नेवारोलोजी थियो जुल न्युक्समा चाहिँ उयो छौँ आ ठुकै चाहिँ नेवा सिभिलाइजेसन रुपियाँ चुकाएर लाग्छ ठुकै चाहिँ पेज 1 निस्ने चाहिँ पेज अन्त तक चाहिँ खुल्न क विषय फुक चाहिँ नेवाटा बारे क तर सबै सिभिलाइजेसन युजको बाँकी चाहिँ किताब खला खर्च चाहिँ ठुकै एकमै अपूर्ण टिन्थ्यो ठिक चाहिँ समष्टि रूपमा चाहिँ नेवा सिभिलाइजेसनको ढ्याउपट्टि चाहिँ जिसलाई मिलाउँछ तर सम हाउ रिलेटेड विथ द नेवा सिभिलाइजेसनका चाहिँ ढ्या चाहिँ जिउ चाहिँ ठुकै चाहिँ पेङ्गु सेक्सन जिन टाटिरो पेङ्गु सेक्सन मध्येले चाहिँ छौला जिन थियो खला ठुकै त लिङ्ग्विस्टिक एनालिसिस गर्दै होला यो तो सुरु नि यो फर्स्ट सेक्सन चाहिँ वो लिङ्ग्विस्टिक एनालिसिस हेर्नुहुन्छ नेवा भयो चाहिँ लिङ्ग्विस्टिक एनालिसिस हेर्नु ओके दिएन यो कोही खन्छ ओके डु आटो लिङ्ग्विस्टिक ज्ञान डुबी मनोटालै एकसँग ठिकै त अफी तर यदि छोज्या चाहिँ लिङ्ग्विस्टिक ज्ञान मनोटाइ जुला सो साधारणतया भाजको लाइपी मनोटाइलाई जुला चाहिँ वो चाहिँ ठिकै थाक्वी ख अनि मेरो सेक्सन चाहिँ सोसियल इन्स्टिट्युट काट्यो सोसियल इन्स्टिट्युट हेर्छु झिसँग चाहिँ मतलब खाना चाहन्छु झि खाना चाहन्छु वो विषय त कया चाहिँ ढाबा ट्विटर आर्टिकल पुकान्छ तया चाहिँ जे चाहिँ उयो चाहिँ सोसियल इन्स्टिट्युट जिउ भिजन हो जिउ चाहिँ हेरिटेज चुक त्यो विषयले चाहिँ चुइजुल अहिले मेरोपट्टि चाहिँ आज यहाँ चाहिँ एडभोकेसी छ एडभोकेसी मतलब चाहिँ चुला लाग्छ आज संसारै उल्मिसी मध्ये स्टडी याहरू कति जी उयो बनाउपट्टि युनिभर्सिटी हो ना चाहिँ ओरेगन युनिभर्सिटी ओरेगन ओरेगन युनिभर्सिटी जुला स्टेट ओरेगन जुला तर अन 164 different types of subject बन्यो दुकान okay म ढेले neurology मरो so I'm trying to convince the people we also have a subject which is more vaster than any other subject right any so convince also material la malni bozgo bonko modon ka tayala mila so we have to have a material नि अन्त बेला लाग्छ सुन्दै सुन्दै एजुल यहाँ चाहिँ 164 subject bonki धुर लागि चाहिँ आ न मेरो छो थपे ज्या चाहिँ वालो थपे जी पल्ला लाग्छ 165 जोनी
थोरै मतलब चाहिँ भविष्य मोटिभेसन यो लागि हिसाबमा चाहिँ त्यो एडभोकेसी अन्चुनको अनअवेयर चाहिँ अफ द ट्र्याक दा मेयोपट्टि सेक्सन दो अब अफ द ट्र्याक दा यो चाहिँ सेक्सन खोट्छु हाल्दा विशेषण चाहिँ न त लिङ्ग्विस्टिक एनालिसिस ख न त सोसियल इन्स्टिक ख न त चाहिँ एडभोकेसी ख तर वो पेङ्गुन विषयलाई चाहिँ मतलब चाहिँ म थ्याउपट्टि गुल्न चाहिँ मतलब आर्टिकल नाप चुएर हुँख वो चुएर हुँको आर्टिकल फुकन चाहिँ जिउ के मना चाहिँ अफ द ट्र्याक चाहिँ त्यही ठोया हिसाब चाहिँ ना नपछि सम्बन्धित जुन चाहिँ थौ चाहिँ भर्वी रुपियाँ चाहिँ इट डज म्याटर्स फर अल अफ अस वी निड टु हेभ अ सब्जेक्ट एकाडेमिक मलाई स्टडी यो लागि चाहिँ म अपट्टि सब्जेक्ट भर्वी हिसाबमा गएछु ल अहिले द मेटेरियल फर द स्टडी अफ नेवार्थ घाटी वन युको चाहिँ मतलब चाहिँ विषयवस्तु चाहिँ ठुकै कम्बाइन याना चाहिँ जे चाहिँ इम्बेडेड मिनिङ हने त्यहाँ चाहिँ डुअल मिनिङ हने चाहिँ त्यो सबै यो ना चाहिँ नेवरोलोजी म्याट्रिक्स का चाहिँ धेउ 오케이. tana ji chau to monte चाहिँ tana ji tana sokumi pajme de pinta ji chuke bara kran chau ka almol ji la daga ji to dewas ka shore atna to sofui pote फलो खतना जी ठाउँ चाहिँ ची विशेष सेना चाहिँ तो भाजु देहरत्न साक्य जोयुक्ति चाहिँ नुगु सफो नेवारोलोजी मेथड्स ताव जी सफो बारे खनबले अन्छन उजल सिकबिन छु यो सम्बन्धी न्यस दसा वेक यदि छिक्नि लाटे किताब ठने ठन गुलसाला वेक भचा बालके चिप्स न्यस त एडी फेजी क्यु सम्बन्धी अथवा चाहिँ मोखुसा चाहिँ वो सम्बन्धी सफो बारे सुनिने मासा वेक त खन न्यस त एडी फे तन्जी थन त्यो किताबी छौ देव हो कभर पेज चाहिँ जिन सेयर हुन्छ ना मोहनीला होला ओके फछोजुला चाहिँ थो नेवारोलोजिस्ट म्याटरसिप सफुजुला वेक्लम पेकन दियोगुटी अले के दुनिया हाना छौ चाहिँ फ्रन्ट पेज छौ छ तो के थना जिन्स को सेयर याला थो थो चाहिँ अगा के चाहिँ थुको न्य छौ न्य सटे फन थुगु देवले चाहिँ दक्ले नापा थ न्यन छौ के देव पुरी छौ किपाडु मतलब वो देव पुरी चाहिँ डिजाइन यसका छको छ छु खला कि ठिक अथवा खासमा चाहिँ थो त्यो इटुम्बाले चाहिँ केशचन्द्र आज यो चाहिँ त्यो खट मूर्ति खट हाम्रो जिमसँग चाहिँ आज घाटे आउँछ ल 2022ले जुए थौ पा लाउडो सलम पार घाटे आउडो वो पा यो लागि चाहिँ जी लच्छी अङ्क चाहिँ नेप्ले होना पा नसिरेका हो या वो बक्ते जिता तस्का प्रभावित जोडो अहिले ठो देवाल चाहिँ मतलब फोटो एकै फोटो कै आयो मटेले ठो छपो फोटो चाहिँ जिता तस्क यो कारण चाहिँ जी वा मे फोटो टाइपले चाहिँ मे पनि चाहिँ चाहिँ वा कपिराइट काम आउजुल तर जिउ ठाउँ मतलब क्यामेरा कै फोटो जोन्टिना चाहिँ जी वास्तवमा चाहिँ ठो खास केशचन्द्र आज चाहिँ इटुम्बा यो छौ चाहिँ मतलब स्थापना यामा चाहिँ सम व्यक्ति खक वेक यो चाहिँ पहानीले यो कोया ताको छु होला गोला बले यदि चाहिँ इटुम्बाले चाहिँ भिजिट आउन गर्दा लासा वेको जीवनी बारे चाहिँ थन ताको बिलोम पोन बने वयो चलन टु ठाउँको नै नन्तनी व उगे बाङ्क सिधै तर विशेष न जी ठो सपोले चाहिँ ठो सपो यो चाहिँ मतलब चौकसमा चाहिँ एट्र्याक्टिभ न याको सिभिलाइजेसन यो मेन चाहिँ सिम्बोलिक न जुल एज या चाहिँ सपो चाहिँ यो टाइटल या चाहिँ मतलब नेवारोलोजी ठो सपो यो चाहिँ मतलब के बतायो चाहिँ मेन कारण छ जी बिलोङ्स टु दिस मतलब पहाड छौ सिम्बोलिक न जुल अहिले सार चाहिँ हु वी आर यो सिभिलाइजेसन इन्डिकेट यालाई न ठो चाहिँ किपा जिनी हन्टे खुवाको विशेषण चाहिँ ओके अहिले थन्थारको छौ दक्ले थन फ्रन्ट पेज चाहिँ छौ सुदूर आशा चाहिँ आरआइएससी ढका चाहिँ वो पल्टे आसारको है छौ क्वे न्यूरोलॉजी मैटर्स की जिन तो फोटो शेयर चेंज या फस जी की डिस्कस है नि मो वाला मो अठे पिडिएफ स्टफ सेयर स्टफ इनको स्टफ मको स्टफ ना जितना शेयर या छ ठिकै बारे छ कना त चाहिँ खास त फ्रन्ट फर्स्ट पेज डुपटी चाहिँ जुल किताबे खन्दालका चाहिँ ठजुला चाहिँ दिस संस्कृतमी बाजु बिज पनि किन जुन किताबे चाहिँ पन्ना फर्स्ट देव पल्ट्यास न थोखनी चिक बिस अहिले ठिकै चाहिँ थन्दालका आरआइएससी का चाहिँ चैटोडु होला त्यही मलाई चाहिँ आठो थो छौ लाइन आए किताब सम्बन्धी चाहिँ सायद दुनी छु बन्दै रहेका चाहिँ थो सायद जी रिफ्लेक्ट जी थिएन खण्डुका रिसर्च इन्स्ट्रक्ट सपोर्ट एन्ड एजुकेट होला सायद चाहिँ किताब यो अब्जेक्टिभ जीमा आएको थियो थटे खला यस एक्ज्याक्टली आरआइएससी छाला चाहिँ आठो ठुके जो दुठाउपट्टि फुक्क मेटेरियल चाहिँ जी रिसर्च याना आया चाहिँ मतलब चाहिँ इनको यो पट लगाइ नखा रिसर्च याना आयो वो मतलब मुनाटे उठा मलगा अलि वो गोटकी किताब बन सिरेका चाहिँ मतलब यदि सुनान चाहिँ थोया मतलब मोटिभेसन थोया मतलब चाहिँ उद्देश्य कया किताब यदि त्यो याद काटला चाहिँ थट यो इच्छा अनुसार हाम्रो रिसर्च चाहिँ मलाई छुखरी हो चाहिँ थमा चाहिँ सिया चाहिँ फुक्क सिमको रिसर्च चाहिँ मलाई
रिसर्च या ढुङ्गा चाहिँ थमस्यु विषयवस्तु चाहिँ मेबिन चाहिँ इंस्ट्रक्ट yana चाहिँ मतलब चाहिँ कना bi mala kana bi ढुङ्गा लिपा चाहिँ आ वेट ला मेबिन उला सपोर्ट ला क्या मल्ने मेबिन सपोर्ट क्या ढुङ्गा लिपा अले उइट चाहिँ हाना चाहिँ भला मेबिन नो जेनसिन लाइला एजुकेट या मला चाहिँ शिक्षा बि मला अके थो विषयवस्तु त रिसर्च इंस्ट्रक्ट सपोर्ट एन्ड एजुकेट गाडी राइज द गाडी सुला चाहिँ द राइज अफ न्युरोलोजी तो चाहिँ कोइन्साइड याना चाहिँ जी चाहिँ त्यो शब्द चाहिँ प्रयोग यनको न्युरोलोजी गाडी सुला चाहिँ The rise of neurology means research, instruct, support, and educate the new generation in coming to future. काटे वो विषय चाहिँ मतलब टार्गेट है ना चाहिँ तो आरआईएससी काटे तो वो चाहो सर आरआईएससी ला न्याउले ना लागू जी फोटो किया जगह मगो गठिया तामंग परिवार यू छे उना आज का तामंग संस्कार यू बारे सुला तामंग संस्कार लाई ना राइट जी फनी न्याउले ना जी फो गठिया खाली सकिय परिवार पनि जगह मतलब खला ला छ वनो जी फो श्रेष्ठ परिवार पनि जो ला छ वनो राइट जी फो हरेक किसिम जी फो एजुली ना चाहिँ तो रिसर्च प्याटर्नलाई चाहिँ न्युपट्टि छौ किसिममा चाहिँ थ्योरी टाइपबाट न्युपट्टि किसिममा चाहिँ मतलब पद्धति चाहिँ झिसा जनावन मल्ल अट्क्या झिसा वना चाहिँ अब मतलब यसले यो कृष्ण मन्दिर चाहिँ बाँको बेला कृष्ण मन्दिर बारे रिसर्च आओ अहिले चाहिँ इन्स्ट्रक्ट आओ अहिले चाहिँ सपोर्ट आओ अहिले चाहिँ एजुकेट आओ न्यागु पिसा डर लगा जिफो जुन यहाँ चाहिँ राइज का थियो कारण उही त आरआइएस का मरा चाहिँ जिन्सले राइज धका चाहिँ दया वन डाला चाहिँ जिन्स उके चाहिँ एप्रोप्रिएट जुटेन चौका सुबह ओके अहिले त्यो किताब चाहिँ आज किताब नकिन नकिन प्याउ हजुर लक्ष्य मोड्ने थियो मलाई प्याउ कुन मार्च 30 तारिक लक्ष्य मार्च 30 लक्ष्य तारिख दिन लक्ष्य लक्ष्य दे रंगला आज चाहिँ सफो चाहिँ थुने ला त नेवा नेवाटे पिका नेवा सम्म किताब सफोटे मी एकदम थाको न्याय पि कमजोर रहेछ थुने त्यसो न्या न्याव पि गुली चाहिँ ठिक चाहिँ त्यो डिस्ट्रिब्युट जुरो आटको नेपालीलाई न्यु पेङ्गो चाहिँ किताब सबो पसलाई चाहिँ तैबियो दुर्गा चाहिँ त खबर त गबल तर गुली बिक्री जुल त विषयलाई चाहिँ बालको मस्यो यदि नेपालले चौपिसा चाहिँ यो सृजना दुःख छ चाहिँ अन रक्तकाली चाहिँ चौक सफो पसादो अले यले मङ्गल बजार जुल मङ्गल बजार चौक सफो अन बेउ दुर्गा ठाउँ अले वो बाहेक चाहिँ यदि नेपालले चौपिसा अथवा नेपालले जुन चौपिसा गर्न सबो काम लाग्छ नेपाल च्याप्टर एडिटर कन्ट्याक्ट yana चाहिँ कैदिस ओ हिसाबमा क्याउडै अहिले थन अमेरिका चाहिँ जित लगभग चाहिँ सोसाइटीको किताब ठ्याङ्काउहरू वो किताब ठ्याङ्काउ ढुङ्गा लिप चाहिँ जी फुकिस चाहिँ खबर यहाँ चाहिँ ग्याजुला चाहिँ जी चाहिँ मेलिङ yana चाहिँ मतलब चाहिँ छोया चुनाउ आटोको भित्र चाहिँ सचिव गुटी पिन प्याउनु खुल्का धैर्म सोल्लासँग कमसेकम अमेरिकालाई जम्मा 50वटा स्टेट हो 50वटा स्टेटमा जिउको सम्पर्क हो फोकस चाहिँ घुमेस न झिउ घुमेस न याउ घुमेस न छौ घुमेस न एना चाहिँ जी व्यापक प्रचार सेना चाहिँ जिउ मतलब चाहिँ जिउ पाखे चाहिँ सचिवको किताब चाहिँ आटोको भित्र चाहिँ प्याउनु त्यो ओके प्रचार प्रसार जुवा छ जिन्स वेबलाई आठो चाहिँ जी गुली इन्भेस्ट यानौक अथवा चाहिँ गुली लगानी नौक वो लगानी चाहिँ जिन्स वेबलाई याक्न मतलब चाहिँ लिटर वेला हिउ चाहिँ जिउ इच्छा हो तर आटोको भित्र चाहिँ जिउ पाखे चाहिँ अमेरिका सचिवको सपो चाहिँ प्याउने ढुङ्गो थियो तर उसले जो न छौ चाहिँ एक हप्ताभित्र अथवा 10 दिनभित्र उसले प्याउनु गाडी हुन छौ त्यो तरङ उपलब्धिका छाएर चाहिँ वो कार्यक्रम थन नेपाली जो व विमोचन कार्यक्रममै दिने चाहिँ सुटाया नेपाली जुल अहिले बने चाहिँ थन पटलाइन जिमियाना अहिले वो टाइमभित्र चाहिँ सपो ट्याङ्कीहरू गाडी हुन्छ कुटाएनौ तर नेपालमा चाहिँ छोयो प्याकेज चाहिँ टाइममा मठ्याउलाई ह्यानियो कभर चाहिँ प्रिन्ट याना छुना जिम्मे विमोचन याना ज्यासिलेका अले वेक अले वो विमोचन वो अपि चाहिँ फुकुस ना चाहिँ तन चाहिँ जिना चौकाहरूका क्या किताब चाहिँ नुगा वेक अप ब्याबिले लगभग चाहिँ वेक अप पाखेन यो प्रज्वलियो चाहिँ बिहार नृत्य मण्डल महाविहार कार्यक्रम जो वो कार्यक्रम चाहिँ वो अपि चाहिँ नन नेवाट मतलब गैर नेवा पि कुल न मनु ढुका वेक अप सो आई एम रियली ग्रेट टु हैव योर बुक उक्समा चाहिँ ब्याज एजुलिन चाहिँ आर्टको चाहिँ प्रचारलाई यो कोही ब्याज तर उली मगा नेवार संस्था सङ्घ संस्था चाहिँ म के ट्विटर चाहिँ एकाडेमिक रूपमा लाइब्रेरी जुल एकाडेमिक रूपमा नन नेवा गैर नेवा पि समुदायले नै यो थोलाका विषयवस्तु छिसम्म र कम अब चिज खासका मतलब सिक बिउ लाइन जिन्स ठुके यो चाहिँ आर्टिकल विषय खलाउला छि हामी यो टाइम र दैन जिन्स चाहिँ छौ आर्टिकल मेन इम्पोर्टेन्ट आर्टिकल चाहिँ जिन झने झने हया चाहिँ छौ एक्सप्लेन या अलिक के इम्पोर्टेन्ट सुरु गर्यो चाहिँ सियो तर विशेषजना चाहिँ आर्टिकल भित्र चाहिँ सचिव सबो चाहिँ प्याउने ढुङ्गो यो पाके ठोला छ गुड न्युज एट हामीले मलाई अन्डरसु एक्ज्याक्टली जी जी ठ्याक्कै ठुलो क्वेसन यहाँ त खगा छ्या छ नि यस चाहिँ आठो किताब चाहिँ सफो चाहिँ छ न्या र मलाई चुकार्न चाहिँ तो सफो न्या माले तो सो सफोले दुनि छुदुले तो सफो बुन्डा सुत चाहिँ छिसन ठुकिले चाहिँ खला ठिक बिमारले मलाई चाहिँ किताब न्याय पिन्दा किताब चाहिँ न्या न्या पिन्दा न्या कि फस चाहिँ मलाई हजुर हजुर किताब न्या छु फाइर दे दुनि छुछु बुन्दै दे वला सिगमाल खेरला चाहिँ अझ दैन दे मलाई वो चाहिँ 30 वर्षपट्टि अनुसन्धान 30 वर्ष दुनि प्याओपट्टि गुल्न चाहिँ आर्टिकल्स त चाहिँ कल्सनेना ठिटा चाहिँ सौ समृ रूपे सफै रूपे डेभलपमेन्टहरूका मलाई
ओला छौ छौ चाहिँ नाजा ढाएर पुग्दो तर आ विस्तृत रूपमा ढाएको चाहिँ सु छम मोनिटर जो ठ्वा किताब चाहिँ ठो काट्न चाहिँ यहाँ चाहिँ छिम त फायर दे का चाहिँ ढा फसा आ चाहिँ देर गुकसमा कना जिले किताब बारे सफे बारे चाहिँ अथवा शिक्षा यो पद्धति चाहिँ नेपालले एकदमै चुएको लाना चाउँदो मलाई जी नेपालले भन्नुभयो चाहिँ सो गतिकी आठो सेमेस्टर सिस्टम बुक करना पागला आज जेपी स्कुलले बनाउँछु ल जियो बाल्यकाल यो चाहिँ शिक्षा यो ढाउ खलायो खस जेपी स्कुलले बनाउँछु ल जेपी स्कुलले वनि न्यवा चाहिँ जे कन्या मनि न बनाएको जिम तत नप जे चाहिँ मचार दिन जिता चाहिँ लाजोना बनेको बोले जुल अन अन न्यवा चाहिँ जो जी प्रि स्कुल यो खलायो खस जी इटुम्बाले बनाउका इटुम्बाले केश चन्द्र विद्याश्रमका आनन्द अनि 2000 मलाई 2014 सालले चाहिँ जो साइन बोर्ड टपटी अखनो बेला जी उकेन फोटो कयाइटो टाइम जो चाहिँ शिक्षा को चाहिँ मतलब सुरुवात टाइम र जिम मान जित लाजोना यंका चाहिँ इटुम्बाले चाहिँ आको बंगी बिल अहिले चाहिँ अन चाहिँ खालि वो प्रि स्कुल टाइमको जो वो टाइममा प्रि स्कुल टाइम मरो खालि वो गोरजुना वो गोरजुना आक क ख ग आ इ चोपटी चाहिँ सुरु जुल अनलिप बना चाहिँ जिम तता मर्या रुंगमा तता नप बना चाहिँ जी न्यू क्लास तक चाहिँ जी कन्या मन्दिर वो वक्त चाहिँ को एजुकेसन आ लिप जुबले कन्या मन्दिर ढाउलेना चाहिँ मिस्टेजको भनि जुल लापला मस्ते न बंगो हन बिजम पिन वनजियो ख अहिले वो ढुङ्गा लिपा चाहिँ आज त चाहिँ जित जेपी स्कुलले त भन्ने जेपी स्कुलले भन्ने आनको लागि जी नौ आठ क्लास तक चाहिँ जेपी स्कुल बना अनलिपा जी विदेश सेवना चाहिँ आँखा पाउनु थोरै हिसाबमा चाहिँ आठुके गुलिन चाहिँ मतलब चाहिँ आर्टिकल ढोका वो आर्टिकल चाहिँ जे जो खास यिना ढाउका दक्लै फुलाउँपट्टि आर्टिकल चाहिँ ठुके दूर चाहिँ 1982ले प्याउँपट्टि अब यदि आङ्कन चाहिँ सेयर या फयो सम्भावना दस चाहिँ दक्लै नापाङ्गो प्याउँपट्टि आर्टिकल त ठुके चुरो लाग्छ जे सेवले आटन आङ्कन आङ्कन सेयर या त सम्भावना खर्च पेज नम्बर 374 यसका चाहिँ उनी सम्भावना डुला पेज नम्बर कति 374 74 पेज नम्बर 374 वो टाइटल आर्टिकलको सुझाव नाम चाहिँ टाइटल सुझाव A Peep into Buddhism in Kalimpong. कालिम्पोङ ट्राई हुन्छ नि पेज नम्बर 374 Page number 374. उहाँले मैले 374 ठ्याक्कै म 374 ले आस्ने यता चाहिँ पेज नम्बर ठ्याक्क लास्ट वन बेला चाहिँ सिधै गर्नु व 374 आसे जो त जी जी पट लगान्छ नि चीजका खान अहिले छिन ठो आर्टिकल थ्रो लास्टमा कालिम्पोङ पिप इन्टु बुद्धिज्म इन कालिम्पोङ र ऊ बक्तै गएको चाहिँ जे कालिम्पोङ चुनाव ल्या जो चाहिँ फर्स्ट आर्टिकल चाहिँ इङ्ग्लिसमा प्याउँछु ल ठुके चाहिँ छुट लासा नेवार त्यो सर्कले चाहिँ बुद्धिज्म ग्याजुया डुवा हो होला गठकिया चाहिँ नेपालले चाहिँ भन्टे पिँ चाहिँ पछि भन्टे पिँ चाहिँ भन्टे जुया नेपालले डुवा पिन डु हरेक अन्चु तर ऊ वक्त कालिम्पोङ चाहिँ एकदमै नाजावटी थाहा नेवा बुद्धिज्म अथवा यो खनाउ खस चाहिँ नेवा बुद्धिज्म कालिम्पोङ चाहिँ अथवा चाहिँ लासा जुल बनारस जुल कलकत्ता जुल विभिन्न किसिमको ठाउँ चाहिँ खप्या चाहिँ अहिले ऊ वक्त चाहिँ ऊ वक्त जिन्स्यु अनुसार सब चाहिँ वो पिप इन्टु बुद्धिज्म इन कालिम्पोङ डक्लै पुलाउ आर्टिकल चाहिँ ठोया वन बल्ल बल्ल लास्ट डे चाहिँ ल्याओ कारण चाहिँ जितको इन्क्लुड या खाउँ तर वो पत्रिका न तनाव छौँ तर बल्ल बल्ल लुया होला लुएले ठोना चाहिँ आर्टिकल डक्लै पुलाउ आर्टिकल जियो ठोज ल ठो हिसाबमा चाहिँ ठो चाहिँ चुला लासा बुद्धिज्म इन कालिम्पोङका ढ्याबले चाहिँ मुख्यतया चाहिँ ओ वक्त चाहिँ तामाङ त्यसमा यान्छौँ बुद्धिज्म यो प्रचार हो नेवार त्यसमा यान्छौँ बुद्धिज्म प्रचार चौकिसमा सिनप्सी रूप है ठुके चाहिँ जी इन्क्लुड यानो डो एज चाहिँ ठो आर्टिकल चाहिँ दक्लै ढाप्रोको चाहिँ आर्टिकल जोडिन चाहिँ फिट न छौ चाहिँ मतलब चाहिँ थाहा बिमारका चाहिँ लास्ट चाहिँ इन्क्लुड यानो ख ठो चाहिँ जुल अनलिप चाहिँ मेरो छौ चाहिँ जी लुमुङ्गीमा ढ्यामा छुट्ला अनलिप जिउ आर्टिकल ल्याएको छ अमेरिका वे ढुङ्गा चाहिँ 1988 जी अमेरिका वे जुल अहिले 1990 चाहिँ थन विस्कन्सिन युनिभर्सिटी चाहिँ छ कन्फरेन्स हो साउथ एसियन कन्फरेन्सका वो न्याब्लेन डेन्टसँग भ्याउ सेप्टेम्बर अक्टोबर पाके अहिले वो वक्त जी प्रेजेन्टेसन यानो वो प्रेजेन्टेसन यो आर्टिकल चाहिँ जी चाहिँ तयार मजो कारण तर ओया लिपा चाहिँ अहिले अनलिपा हाना यदि मेरो पेज चाहिँ यदि वन भयो सम्भावना खर्च छौ चाहिँ हाना मेरो डिस्ट्रिब्युसन अफ ल्याङ्ग्वेजेस इन नेपालका छौ आर्टिकल डो वो आर्टिकल चाहिँ यदि पेज नम्बर चाहिँ जियो खण्डो अनुसार पेज नम्बर चाहिँ 288 है यदि 288 पेज चाहिँ यदि आउने फटका लाग्छ जी वन ढापा नेपालमा चाहिँ अमेरिका वे हो जी चाहिँ नेपाल रिसर्च सेन्टर अथवा चाहिँ जर्मन काउन्सिल पाकेन चाहिँ जो हो नेपाल रिसर्च काउन्सिल जी चाहिँ 6 वर्ष तक जाइना चाहिँ जी ल्याङ्ग्वेज सम्बन्धी भाषा सम्बन्धी गुलिन जी रिसर्च याना मतलब चाहिँ डेटा कलेक्सन गर्छ वो कलेक्सन याना यो डेटा जी थन अमेरिका हो या जी चाहिँ युनिभर्सिटी लिङ्ग्विस्टिक मतलब चाहिँ क्लास जोइन जी ढुङ्गा जी को आइडिया दया होला
आइडिया वे मतलब चाहिँ कलेक्सन जान यो डेटा चाहिँ एनालिसिस जान चाहिँ त्यो डिस्ट्रिब्युसन अफ ल्याङ्ग्वेजेस इन नेपालका छौ आर्टिकल चाहिँ थियो वो चाहिँ खोला चाहिँ थन एएनएमएफ अमेरिका जो को सम्मेलन है 1990 जो सम्मेलन प्रस्तुत जान हो और वो प्रस्तुत यार हुआ चाहिँ 91 चाहिँ प्रस्तुत जान हो वे प्याएको सफा युरोप चाहिँ लिबाजी ठुकिया त कन्ट्रिब्युट गर्छ ठुकिया चाहिँ नेपाल यो गुली भ्याडो गनगन कयाँ कयाँ भ्यालाई मलाई टिबेटो बर्मन ल्याङ्ग्वेज जुल इन्डो आर्यन ल्याङ्ग्वेज जुल अहिले चाहिँ वो द्राविडियन ल्याङ्ग्वेज विभिन्न किसिमको चाहिँ भाषा चाहिँ वो हिमालय भाषा जुल तराई भाषा जुल अहिले बिचा वया चाहिँ पहाडी भाइ जुल फुक जुल तामाङ गुरुङ मगर शेर्पा ल्याङ्ग्वेज फुचु दोकान नेपाल चाहिँ गुलिन चाहिँ डेटा कलेक्सन जो वो डेटा कलेक्सन जो फुक चाहिँ छ त्यहाँ चाहिँ डिस्ट्रिब्युसन अफ ल्याङ्ग्वेज चाहिँ नेपालका त्यो ठुके चाहिँ विभिन्न किसिमको छौ यो पे चाहिँ केन्द्र घाँस डेटा फुका ठुके तयार थियो मेउ सेक्सन यदि वन फटका ढाला छ म्याप न तैटियो गुली न भ्या प्या का वन अफ अहिले पपुलेसन न तयार थियो अहिले पे खला पे ख डेटा ख आमे ख गो फर्दर 289 जुल अनि 289 90 91 बुक्समा वन गाडा लाग्छ सिधैको अब के म्याप न दो ओ चुन्टिना चाहिँ नेपाल चाहिँ मतलब मल्टिलिङ्गुअल कन्ट्रीहरूका है बहुभाषितका है तर बहुभाषी गेगे ज्या ज्याचौँका पहाड सु भाइलाई हो मतलब हिमालय सु भाइलाई हो तराई उहाँ चाहिँ सुस भाइ फुक चाहिँ मतलब भाइ डिस्ट्रिब्युसन गेगे ज्या ज्याच्न इत्यादि फुक चाहिँ जी थन चाहिँ तैडुका ठो जो आर्टिकल चाहिँ तस्का चाहिँ मतलब ज्याल यदि सुनाना मन पेसा चाहिँ ठो म यो सबै यो चाहिँ मु आर्टिकल चाहिँ छु मतलब चाहिँ मु देश चुर गाडेर लाग्छ त्यहाँ आर्टिकल टुका डु कान्याना मेठा उना रिसर्च या भने म फुका चाहिँ ठोया सफुले दुनिया चाहिँ नेवाटा बारे यो कन्ट्रो दा चाहिँ नेपाल को भाइ बारे यो कन्ट्रो ठो हिसाब ठो जो सफु यो चाहिँ महत्व जी चाहिँ मतलब चाहिँ कन चुन जुल आ ठो सफु लाटे मलाई चाहिँ थाहा यो ढाबले चाहिँ बल्ल विचार भन्छ कम्ती पो एल्चुलिना चाहिँ जिसोले चाहिँ फोकिसना चाहिँ त्यो सपोर्ट चाहिँ यहाँ सपोर्ट यान लाग्छ ठो विषयलाई कया चाहिँ यो चाहिँ खला अब ठो छौ छौ आर्टिकल विषयलाई खला खोज यो कुरा ताग चाहिँ एल्चुलिना चाहिँ नरेश जो जिता चाहिँ निन मासु खन्छ ठिकै जिन पेज विकास छ ग्रामर न डोट के चाहिँ अहिले चाहिँ गिना चाहिँ उच्चारण या हेर्न डु मुखला ओके बारे ओके बच्चा बारे खला बाले थिएन पटी जा सो अथवा नेवा ग्रामर चाहिँ गएर लाग्छ मोनोटेसन झिसँग चाहिँ जिथन लिङ्ग्विस्टिक स्टडी या हुँगा चाहिँ यो कोही ख चाहिँ सिकाल भ्यालु एनालिसिस चाहिँ घेना या मारि चाहिँ सिया होला अहिले झिसँग चाहिँ गठिए झितो सेनाटाउ सुला लाग्छ अङ्ग्रेजी अथवा चाहिँ रोमन आँखा बना चाहिँ सेनाटाउ होला मको झिता त्यहाँबाट चाहिँ झिउ भ्यायु बुक चाहिँ मतलब फुलाउँपट्टि व्याकरण स्वयं खर्च चाहिँ वो संस्कृत बेस व्याकरण ज्याएको न सुकुराज शास्त्री व्याकरण टु प्रेमबहादुर कंसाकार चोइ व्याकरण टु योगो मोनोटेसन व्याकरण चोयाट उठ्दा ओ वक्त चाहिँ परिपाटी अनुसार चुल लाग्छ भटी चाहिँ ना जामो पण्डित गाटी हुए कि मुख फारसी भाषा एक मामजुल कि मुख संस्कृत भाषा एक मामजुल नबल नबल अन एसएलसी बी त मैट्रिकुलेशन लगा टाइ वो टाइम गला पटना होना चाहिँ मैट्रिकुलेशन यावनमा वो टाइम यो हिसाब खर्च मैट्रिकुलेशन yana डाउन मनो चाहिँ एकदमै अब बिए एमए हिउला डायमन्ड ट्युबन युनिभर्सिटी स्टाब्लिश जुइ रुका न्यो यो खकर चाहिँ पटना होना चाहिँ बनीमा आइपी ना जापी फुक मनो त अपयना चाहिँ मैट्रिकुलेशन पास यापी बिए पास यापी फुक चाहिँ पटना होना बना मेमे उठासे होना ट्युबन युनिभर्सिटी थाप्न जुइ रुका अथवा भाइयो विषयलाई अध्ययनको अध्यापन यावले ग्रेजुएट लाग्छ झियो भाइयोलाई जिन झ्याबले चुचुट लाग्छ झियो भाषा चाहिँ 12वटा चाहिँ मलाई भावल अथवा चाहिँ वो माका मरु घाटे छुनुगा चाहे वो माका मरु ठेउ मतलब छोडेर लाग्छ सन नभएपट्टि मुटु आकार अनुसार मलाई लिप्स छु मुर्सी ये जो चुयाकुलाई अनुसार वो अनुसार सबले झियो भाषाले जम्मा खो अजको माकाहरू वो ढुङ्गा लिपा चाहिँ उयो ताह चिया गयो ओले ढासन भयो वो फुको खन्छ जिसिया ओलेन जि ह्याब्ले न दबाबले छोड ढाब्ले छोड लाग्छ त नेपाल भाषाको चाहिँ स्ट्रक्चर स्ट्रेममा लाग्छ विशेष गरी चाहिँ यो कोही खन्छ मतलब चाहिँ झिसो सिया हो यसले चाहिँ व्याकरणिक ख चाहिँ हिसाबमा सोले ढाब झित गुली सेनाट व्याकरण चाहिँ हो चौकिसमा चाहिँ परम्पराको प्रयास कन्भेन्सनल डिक्सनरी अचित व्याकरण लगाउँदा ग्रामर लगाएको तर आओ या चाहिँ लिङ्ग्विस्टिक रूपमा युनिभर्सल व्याकरण अथवा युनिभर्सल मतलब ग्रामर अनुसार स्वयं छ नेवा भाइ चाहिँ अध्ययन यावले नेवा भाइ चाहिँ विश्लेषण यावले नुवा किसिममा यानिकले आयो लागि चाहिँ हिसाबमा चाहिँ मनोटेसन हुनु लिङ्ग्विस्टिकले खलाबले चाहिँ अफ उठाएछ तर पुरानो परम्परा अनुसार चाहिँ व्याकरण सिक टपिक मनोटेछ उयो चाहिँ भन्छ चाहिँ छुट्याएको छ त्यहाँ चाहिँ झिसन चाहिँ आँखा छ चोएबले कटाहरूका ढाल्ला चो क व टाँगो दुलकला अब कजको चोएबले उके चाहिँ भावल ढुका उके झिसो भावल छुट्याए मुजिला उके एजुलिना चाहिँ वो साइन्टिफिकली गुखा चाहिँ झिसन नभएबले कटान घटाएबले गो ओके साउन्ड प्याउको वो फुको चाहिँ एनर्जी याबले चाहिँ रोमनाइज आको प्रयोग yana चाहिँ झिसन कटाए गरी जित छ यला यो घटायो यो यलाको जुल यलाको ढाउ यला ढाउ फरक जुल यला ढाउ चाहिँ छौ चाहिँ मखला चौकिसमा चाहिँ फल जुल यला ढाउले मतलब डु यु लाइक इट भेटे यहाँ यहाँ किसमा चाहिँ चिरो चाहिँ मतलब डिफ्लेसन चाहिँ झिनो अब चाहिँ या जो कारण चाहिँ
जी ग्रामर खलाबले न्याबले चुला चाहिँ ग्रामर चाहिँ मोनोटेसन चाहिँ नवाना चाहिँ तर उइट एनालिसिस याबले छिसा चाहिँ बजार ठगुइ फुजी त तर चाहिँ यदि चाहिँ साइन्टिफिकली याव खज चाहिँ ठो ग्रामर खफुकन चाहिँ जिसोले चाहिँ ठो लिङ्ग्विस्टिक भन्बले चाहिँ ठुपुक चाहिँ स्याउ एजुलिना चाहिँ आ गुख चाहिँ लो जेनरस मोनोटेसन चाहिँ नेवा भएको ग्रामर अथवा द ग्रामर अफ नेपाल भाषाका यदि सुनानो चाहिँ अध्ययन या बिजुला ठो सबभन्दा छु किसिममा चाहिँ आउटलाइन तयार चाहिँ तर डुग्याङको दैमको अहिले चाहिँ अस्टिन हेल जो चाहिँ गोख नेपाल भाषा गोख चाहिँ मतलब ग्रामर अथवा चाहिँ व्याकरण चैलीहरू वो सब चाहिँ डुगिङको डु अहिले विभिन्न किसिममा चाहिँ नेपाल भाषा वैज्ञानिक अनुसार चाहिँ अनुसन्धान याना चोयत ग्रामर चाहिँ यो कम क त अलिक सुन्दर कृष्ण जोशी जो चाहिँ नेपाल भाषा रोयल नेपाल एकाडेमी पाखे चाहिँ ढापै रोयल नेपाल एकाडेमी पाखे प्याउ चाहिँ नेपाल भाषा व्याकरणका प्याउहरू वन छौ चाहिँ भाषिक अनुसार र लिङ्ग्विस्टिक अनुसार चाहिँ चुयाटोपट्टि व्याकरण ख ठोटो नुनु व्याकरण अनुसार सोल्ला छ जिसले नेपाल भाषा व्याकरण अध्ययन चाहिँ या चाहिँ हटाया जुन कुरो ओके नो जेनरस मोनोटेसन चाहिँ यदि व्याकरण यो गोका चाहिँ अध्ययन अध्यापन या खर्च थो चाहिँ लिङ्ग्विस्टिक बेसिस चाहिँ यानिकल लाला चाहिँ जिसले मेबी अब कम्प्लिट या चाहिँ झिउलाई चाहिँ तौरो छौ चाहिँ बोलो थो अध्ययन या गली बजी त सुयाउला यो कोही मतलब चाहिँ नुगु सिद्धान्त गु भाषा कि गु सिद्धान्त कि मेउ भाषा मरो झिउलिजको डु यहाँ चाहिँ यो कोही खन्छ नि हो एउटा त्यो विषय कया आगे चाहिँ यो जी फेस चाहिँ मलाई किताब सफ्ट चाहिँ छौन्यु पेज ऱ्यान्डमली चाहिँ किने चाहिँ स्क्रिन सेयर या मलाई आठले यो कोड हो 424 पेज थियो आठ त्यो किताब रत्न चाहिँ किने साथै जिमको सफु चाहिँ आठ कि चाहिँ छौन्यु चाहिँ एकदमै इन्ट्रेस्ट लगे जो छौन्यु चाहिँ ठ्याक्क मिखाउँ पछि जस्तै कि जिखन चाहिँ हाउ डु स्टिस आर नेम इन काठमाडौँ ढेका छौटुका अहिले के चाहिँ विभिन्न नाभित्र द चाहिँ वो बुनौले चाहिँ नेफुटालाई डिस्कस सेयर नि त गुली पेज लो ठिकै बारिसका बच्चाहरूका कन्डिसन ठिकै चाहिँ पेज नम्बर 33 का अहिले ठिकै चाहिँ जी ठेको सरले चाहिँ मलाई जस्तै आठो फुलाउना अनि आठ जेजाउना मलाई हिस्टोरिकल ठि मिनिङ ढेका ठे चाहिँ विस्तृत बिउन्सहरू जस्तै आठो किलागल मलाई किसी ग ठो चाहिँ विस्तृत ना ठेना चेटो खना गाठो मलाई ठो चाहिँ कलेक्सन चाहिँ गन वो कठो मलाई ठो चाहिँ जी ध्यान चाहिँ खासै धेरै यो ठगको एनालाइसिस ख कि अथवा गर्न चाहिँ त्यो डकुमेन्ट यान टाउ ख चाहिँ त्यो फुक चिज त चाहिँ अहिले वो कलेक्सन यान टाउ ख मलाई ओके बारे आठो सपना छौ पेज ह्याने उना चाहिँ टाइटल्स क केना विषय जी खलाट अफिक छ त पुरिका हाउ द स्टेट्स आर Ah, how the streets are named in Kathmandu. मलाई मोनोटेसन काठमाडौँ ढ्या मस मलाई नेवा गर्ने वाटेसन तर अमेरिका छौ ढुपट्टि चाहिँ ऊ बक्ता जिन्यन उडो We wanna go to Kathmandu. We wanna go to Kathmandu. Guys, so चाहिँ बडो ऱ्याप सङ ऱ्याप म्युजिक तयार चाहिँ छौ मे प्याउहरू अब वो मे प्याउले चाहिँ इमसँग ढाउरे सुला क्याट व म्यान व डुर का चाहिँ शब्द प्रयोग आइटम छ अहिले जिता चाहिँ ढुवाको पट्टि हुन जे अहिले चाहिँ अमेरिका चाहिँ मलाई 1988 अमेरिका वेयर हुन्छ 20 वर्ष लिपा चाहिँ 88 वे अहिले 90ले वे अहिले 92ले न होला अहिले 93 न लिपा चाहिँ 20 वर्ष लिपा नेपालले होला 20 वर्ष वना नेप्ले वना बोले चाहिँ जी थ्याट चाहिँ चाहिला बोले चाहिँ ऊ बक्से छुरा चाहिँ लायन्स क्लब चाहिँ थ्याट चाहिँ थ्यायो ना चाहिँ तर चाहिँ साइन दिएका चाहिँ त ज्यादा न अब त्यही टपले चाहिँ चुरा लाग्छ जी अन छट्या त एकदम ढुवाको मोटी मोटी छौ चाहिँ जी चु शब्द खनार गाडा लाग्छ CHABHILL लगा चाहिँ खनका CHABHILL अथवा पेज नम्बर चाहिँ निकिन टौली 1 2 3 4 5 6 7 8 लाइन नम्बर 8 चाहिँ थन चाहिँ CHABHILL लगा त्यो टौल चाहिँ खन उच्चारण यावले सुल्ला चाप अले हिल सुल ठोला मुजला बा ठोठायो नाला चा बहिल ख चा बहिल या त चाहिँ चाब एन्ड हिल यान हो खमले चाहिँ काठो मजिला जग्गा चाहिँ जीवन जित लुमङ्गो ठ्या फुक्क चाहिँ जी कलेक्सन है ठोठायो ना चाहिँ नपा मतलब चाहिँ ऐतिहासिक रूपमा इटिमोलोजिकल गेज या चौँ ख वो चाहिँ जी एनालिसिस याना चाहिँ ठोचो आर्टिकल चाहिँ खगा अघि ठुकै प्रभावित चाहिँ प्याओपट्टि डबु पत्रिका जुमा ने थो नभा डबु पत्रिका 1998 प्याओ जुल यसो ठो आर्टिकल तो यो मेन कारण छोला चाहिँ नेपालले ठ्याब्या यो ना चाहिँ हिला नु ना तया होइ चौँडो गटकी आज नु सडक या चाहिँ नयाँ नयाँ सडक धाटे लिपा जुले न्यू रोड जो न नेवाटेसन न्यू रोड टाइप पिनेपी मोर्चा न्यू रोड टाइप तर फुलाउन तनाउन यो ना चाहिँ ठो मतलब चाहिँ अवेरनेस हेउ लागि नु जेनेस मनोटेस मस्त न ठो ख चाहिँ सिकमा रिउ उद्देश्य कया चाहिँ जितो आर्टिकल चाहिँ खग ठिकै चाहिँ ठुलो गुल्न ठिकै चाहिँ नाट कलेक्सन त नि जस्तै त्यो केल टोल एन्ड एन्सियन्ट टाउन अफ साके फ्रम
कोलिया रे त को चाहिँ ठुक खट चाहिँ गन चाहिँ डकुमेन्टेसन चाहिँ चौँदोला थियो चिज त कोली वंशीपी मुनुट चाहिँ नेपाली वबले अथवा हिमालय प्रदेश वबले चाहिँ अन चाहिँ अपवानले कोलिया साकी चाहिँ अब चोङ्गो खर गाडी हो चाहिँ एकैछिन ढया हो चाहिँ हेमरा साकी न ढाउडो विभिन्न किसिमको वो केल्टोहरका जुओ कारण कोलिए मनुट चाहिँ अन चोङ्गो कारण वो ठाइना चाहिँ केल्टोल जुओहरका लिपट यहाँ चाहिँ धाउडुका वे आधार ठुके चाहिँ ऐतिहासिक प्रमाणले झिके ढुमको तर झिन्जेन त जनश्रुति अनुसार हेर सेयरका टाइनिकला जनश्रुति अनुसार चले जो चौँ त खै त जिन्यने या चाहिँ केल्टोआर हाउ चाहिँ अब कोलिए पखे वो पि मुनुट चुना चुनी ठ्याज हुन्थेन केल्टोआ जोहरका ठाउँ निन वे आधार जे चाहिँ वो नाटक ठुला छौ एक्जाम्पल चाहिँ जुल मलाई थाहा यो कोठे नाटो दुटा कटाउडु मलाई मलाई छौ हजुर छौ चिज को नाटो ट्याक्टर लाउन पट्टी चटी सस पकाइ या मलाई मलाई अठेन टेम एक्ज्याक्टली ल मलाई जस्तै आफ्नो नुगड छु जेसी डेवल न्यू वाटर भेसल त्यो चाहिँ तौडु नगड आठो छु आइरन वाटर नेपालले भेसल चाहिँ आठो नगड गन चाहिँ ग जुल गन चाहिँ घ जुल गन चाहिँ हिटी जुल गन चाहिँ ट्वा जुल गन चाहिँ ननी जुल गन चाहिँ चुको जुल एना चाहिँ नाट याटो आउ चुको यो अर्थ चुख ननी यो अर्थ चुख हिटी यो अर्थ चुख मखला भोटाइटी थैटी कोइटी मरुहिटी अठे ढाटे ग चाहिँ मखला वङ ग जुल नु ग जुल न ग जुल सी ग जुल चौकिसमा चाहिँ मलाई स्पिरिचुअली अथवा चाहिँ पौराणिक रूपमा चाहिँ गएको ठाई नाम ब्याटाउ चाहिँ छोसो किसिम चाहिँ त्यहाँ उगेन छो चाहिँ रिसर्च यापट्टि चाहिँ मतलब चाहिँ झिस्न चाहिँ यानि वर्ष दस जिउका जिवे थम्स न्यु च नख छारा सन ठिक विभिन्न उल्जुको मुख बाहा बोयो बारे न ठिक खन हिट्न टौडु अठे चाहिँ थो मोटी केबो पाचो ठे बजार ठे खन हिटा टौडु नाय बारे का चाहिँ विशेषण चाहिँ मलाई थुला छौ एक्जाम्पल जो जुल थो छौ च्याप्टर जो जुल आ ठिक मेमे खत दु आ ठिक चाहिँ छौ इन्ट्रेस्टिङ ख चाहिँ छौ चाहिँ ग्रामर न छौ दुका ग्रामर टिका चाहिँ कि छौ चाहिँ छौ न चार टेन डेका टौडुका मलाई दिगेना चाहिँ शब्द उच्चारण ने एउटा चाहिँ वो उगेन उच्चारण चाहिँ वो उच्चारण चाहिँ खास चाहिँ अब खास पर्सनल भ्युज खा कि अथवा चाहिँ ठोकन रिभ्यू होला प्योर तो ग्रामर खाना अथवा जी लिङ्ग्विस्टिक बना बोले चाहिँ मेमे यो भाया नबचे कम्पेरेटिभली भनि सिरकाले पनि जिम्मे भाषा थ्याट रुगा जी यहाँ मतलब चाहिँ डेभलप यानपट्टि खका हो ठिकै उगे चाहिँ ठिकै त टक्ले थो थो चाहिँ इन्ट्रेस्टिङ लाग्दै थो जिन्छ सियर या पेज बाई पेज थो चार्ट बारे जिङ खलाटे न तो वो चाहिँ डायग्राम बस देख्दा अब हम गुल पेजुलामा 45 होला 45 मलाई चाहिँ थो त चाहिँ फुल स्क्रिन मोड यस या ठो ठो गनो वाला ठो आस्नि थो चाहिँ तपाईँ आफैले कसे विश्लेषण चाहिँ ठोगा आसे ठो ठिक सर्कुलर मोल्डिङ छ भजी चाहिँ बस आएको आसे ठो सर्कुलर ठो चार चाहिँ जी थावे डेभलपमेन्ट खट हो मलाई ठिकै चाहिँ क्लियर आठो लाग्छ अँ आठो नेवा जुइरका चाहिँ झिसँगो मतलब धया वेच्नु ख वो चाहिँ 2000 बेला चाहिँ एनपिपिए न छौ एनपिपिए 10 वर्ष क्या बोले छौ सम्मेलन याउ ख गोष्ठी ढ्यामले सम्मेलन ढ्याम गोष्ठी र गोष्ठीले चाहिँ नेवा जिउ शब्द चाहिँ मतलब एनालिसिस याना चाहिँ प्रेजेन्टेसन आउँछ प्रेजेन्टेसन यानले चाहिँ नेवा अन्तर्गत चाहिँ ठ्या ठ्या शब्द दुठ्या हजुर अनौ या चाहिँ अहिले लन्डन कन्भेन्सन टाइम होइन जी छौ चाहिँ ठ्या विषयका चाहिँ नेवा स्टडीका नेवा अध्ययनका जो मतलब चाहिँ छौ पेपर प्रेजेन्टेसनहरू वो पेपर प्रेजेन्टेसनले नेवा अध्ययन चाहिँ क्षेत्र छु नेवा अध्ययन यो क्षेत्र ल्याबले चाहिँ बाङ्मै हिसाबका एबले चाहिँ वो फुक खचे थन प्याउला तजिलो हिसाबमा काबले चाहिँ थन गुल्न सब सेक्सन दो वो फुक कपियाउला अहिले चाहिँ कलाई हिसाबमा सुले चाहिँ फुक सब सेक्सन दो उही त चाहिँ मतलब सब सेक्सन बिहा चाहिँ ठोठो विषय त चाहिँ यदि अध्ययन काटा लासा वो अध्ययनीय विषय काटी हो चाहिँ नेवारोलोजी खा वो अध्ययनीय विषय काटी हो नेवा स्टडिज होला एजुलेना चाहिँ आठो मेन चाहिँ ऊ टाइममा जिन चोइ बेला तला सिएडो अन 2002 चाहिँ तन त्याडो वो चाहिँ प्रेजेन्टेसन बेला चाहिँ ड्र इन हजुर वे ड्र इन चिज चाहिँ नेवाजी आर्टिकल चाहिँ बेला चाहिँ ड्र इन चाहिँ हेर्नु जुल एजु नेर चाहिँ आठो ढुको ख जेनस्पी मोनोटा चाहिँ नेवार त्यो बारे चाहिँ अध्ययन छुया विषय लेखा डल्ला भाङमेले उनीउल्की तजिलजी कल्चरले उनीउल्की कलाले उनीउल्की उके योको विषय उसके नखचको इतिहास त जिन्छ जुकन गाटा यो झिसँग चाहिँ नो जेन्स हिस्ट्री गाट हल्ला इतिहास त मुटु चक्क गएको नि तर झिसँग चाहिँ जुखर गाट हो मरो जिन चाहिँ वो इतिहास चाहिँ जुखर गाट जुखन नापयो फुलाङ नापयो फुलाङ नापयो जुख फुलाङ जुख मिडियल मतलब उसमा चाहिँ विभिन्न ना बिहा चाहिँ ठो नो मतलब चाहिँ शब्द प्रयोग होइन आयो घटिया संस्कृत मतलब चाहिँ झिउ भाषा चाहिँ संस्कृत बेस जो कानेना चाहिँ झिन गुलिन शब्द प्रयोग संस्कृत उयो चाहिँ प्रयोग
तर चाहिँ ठो तजिलै हिउ नक्टिन प्याउ दर हाम्रो संस्कृतिका चलन दो कल्चर हेट तजिलै धामला अथे बाङमे धाउ चाहिँ चुला छि सं चाहिँ चो चोया टाउ खै तो बाङमे का धाउ जुल ओके चाहिँ ठो हिसाब चाहिँ जि ठो चार्ट प्रयोग याना चाहिँ जि प्रयोग याना क ठो चाहिँ जिउ है मतलब चाहिँ ताउ है मतलब विचार चाहिँ चुइदिउ का ट्विटर चाहिँ सुनानो अनुसरण याना चाहिँ यदि यंगल लगा डालासा ठोया हिसाब पनि छि बयान वो न्याउनी न्याउनी मन भयो ठोला फोकसमा चाहिँ जिउ ठाउँ मतलब चाहिँ ओरिजिनल चाहिँ छो चाहिँ ड्रइङ हेर्नु चाहिँ त्यहाँबाट गठित अहिले अठे चाहिँ विशेषण चाहिँ किताबे चाहिँ नि मस्त्यो लागि छु नो जेनेरेसन लागि चाहिँ विशेषण मस्त्यो लागि चाहिँ आठो सेक्सन चाहिँ फुक्क पेङ्गु सेक्सन मध्ये छौ चाहिँ लिङ्ग्विस्टिक एनालिसिसलाई आठो भरि चाहिँ अलिक एडभान्स लेभल बनि पनि लागि या जुल अहिले अनौया चाहिँ सोसियल इन्स्टिट्युट का गो जुन थियो ख वो सोसियल इन्स्टिट्युट का चाहिँ मस्तेर का हामीले चाहिँ एलिमेन्ट्री स्कुल लागि ठिकेला चुन्डो मरो तर अफवा चाहिँ भन्छ भन्छ बनि फोपी अथवा चाहिँ कटिया नेबले ढाउको चाहिँ जो पुलाउ हिसाबमा ढाउले जिले एसएससी त हैन मसे अंगुल चाहिँ एसएससी ढाउको बानी दुजी नापा मलाई वो लेवल भी मस्तेसँग यदि छु वन गाड लाछ दिस इज अल अबाउट नेवार का ढाबल लाछ ज्ञान सिक्योर का ढाबल वो चाहिँ यो आर्टिकल चाहिँ बनि भयो तर मस्तेलाई चाहिँ मेवेपट्टि चाहिँ मतलब चाहिँ सपोर्ट आइहाल्ने तर विशेषण चाहिँ मस्तरका ढाबलाई चाहिँ एज डिफरेन्स हो मलाई एलसिए युकेजी भने पनि यसलाई ठोक्काए मको प्राइमेरी स्कुल भने पनि यसलाई ठोक्काए मको कमसेकम चाहिँ मिडल स्कुल वा मलाई मिडल स्कुल जुला अहिले हाई स्कुल जुला अहिले चाहिँ कलेज बनि पिन्छ कलेजै बनि पि मस्त इतना छिस मस्त थाहा मरायो मर मस्त यो भेरिफिकेसनलाई छिस चिजी रिभि मस्त लाटो जना चाहिँ ताटी बनि पिन्छ मस्त थाहा होला कि वो चाहिँ मा बाउ लागि आइए बिए एमए भन चौपी मन हुँदैन मस्त ख एजुलिना चाहिँ जिउ लागि यदि मस्त थाहा ख चाहिँ भन्छ एडभान्स लेभल गर्नुको पनि मस्त लागि चाहिँ टो सपो चाहिँ यो आर्टिकल ठुके यो क्वेटो लिउने लिउने वान चाहिँ टोपो खन्छ सपो यो चाहिँ लिउनु पछि खन्छुके चाहिँ त्यही आर्टिकल ठुका सुक्मे बाजमे चाहिँ ठाउँ चाहिँ विशेष सेना विशेष ज्यादा खट चाहिँ छा छा नक्तिनी चाहिँ छिट वर्ल्ड नेवा अर्गनाइजेसन चाहिँ प्याटर्न बाजु दे रत्न साके जुइ सौ नुगु सफु प्याउडु नेवारोलोजी नेवारोलोजी म्याटर्स ताप्टी उके बारेसँग खनले आन्छ नजुल आज वे विषयले चाहिँ तन जी सफु जिके सफु पटि चाहिँ जी सो ऱ्यान्डमली जी सेयर इन्ट्रो नजुल उसके चाहिँ दुनी छुडु गेडु होला गेगो चिज त बुनि दोरि हिसाबमा चाहिँ सो त्यो कि त सफु मसिकै लागि जी सेयर इन्ट्रो नजुल अठै जी छवा मेउ पे छ न जितन सेयर या ले वेकै बारे जी खन्जी ने वेकै त अले फेसिसला चाहिँ छिक्नी छु यो न्यस दसा न्यस तन तै दिस न जुमे चाहिँ चुपसन जुमे तै दिस फेसबुक एस चुपसन फेसबुक एस या फेसबुक एस दिस जितन सेयर या उजी वेकै त निने आठो तो चाहिँ सेयर दुला सेयर मजु नि दुला के थोथो जुल च्याप्टर चाहिँ थोथो तो यो प्रोनाउन्सिएसन या ठाको क्रिटिसाइजेसन अफ प्र्याक्टिस इन नेपाल थो भाषा मलाई थो नन्दो आर्टिकल चाहिँ उम्, एकदमै मतलब टेक्निकल सब्जेक्ट खट हो मलाई त अँ, झिसा मुन्टेसन चाहिँ सिएम का झिसा चाहिँ मलाई नेवा भए खलायो बोले अरे सु मनु चाहिँ टपक्क निसे वलगा ढल काका काका वलो 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 काका का वो काका रासु जी अँ। नरेश किन्यात्र वो काका रासु राहो वो न्याने वो खलाटा अफ किट जिसँग चाहिँ थपे नपट्टि गठिके उइटा चाहिँ गैजुल लासा अंग्रेजी थाहा कसै चाहिँ पार्टिकल घटाइ अब वो काका मरासे चाहिँ वलो वलो जगा ढासा चाहिँ वो पुरा सेन्टेन्स जुल तर वो काका यो चाहिँ उके अर्थ चाहिँ उके एकदम इम्फेसाइज हुने होला अँ, ठ्याउँपट्टि चाहिँ खगुवा चाहिँ छि नेपाल भाषा यो कुरा ढुका अठ्याएर चाहिँ इङ्ग्लिस न ढु वेल आई डिन्ट नो अबाउट द्याट अथवा वेल लगाट हाउस शब्द गो प्रयोग याना होइन नेपाल अङ्ग्रेजी बढी धाइपी मनुटेसन वो वेल लगाट यो शब्द चाहिँ पार्टिकल खको उके अर्थ उम्, मर्का उके अर्थ उम्, चाहिँ डिक्सनरी वर्ड चाहिँ वेल लगाट यो बाना जुल तर सेन्टेन्सै प्रयोग ज्या वेबले ठो शब्द चाहिँ पार्टिकल रूपे अठ्याएर चाहिँ नेपाल भाषा यो कुरा ढुका त्यो उम्, के पो हो त्यो के पो हो ख्या भाषा त्यो के हो वो पो छ भिचे तल्ला छ उके एम्फेसाइज हुने अँ, ठ्याउै उप चाहिँ छि नेपाल भाषा मनुटेसन नभए बेला चाहिँ बिचे बिचे चाहिँ फ्याट फ्याट चाहिँ जिन्दक नि त हेर्छ फ्याट फ्याट रहे होला फ्याट अँ, भाषा चाहिँ उके अर्थ छुक उके एक्ज्याक्टली उक चाहिँ अनुकरणीय चाहिँ शब्द मुन्जु मुटु प्याउल नि अँ, यहाँपट्टि मतलब चाहिँ नेपाल भाषा नभए बेला मनुटेसन चाहिँ प्रयोग यहीपट्टि चाहिँ पार्टिकल अथवा उयो चाहिँ निपाटहरूका चाहिँ संस्कृत थाहा खोज ट्याबले यहाँपट्टि निपाट चाहिँ एनालिसियना चाहिँ जे चाहिँ डायग्राम ढेका चाहिँ गनगन चाहिँ गयाँपट्टि निपाट चाहिँ प्रयोग है गनगन चाहिँ पार्टिकल प्रयोग है वो चाहिँ सिन्ट्याक्स है वो खालि अँ, वो सिन्ट्याक्स सिन्ट्याक्स धरला चुरला उसमें ओके चाहिँ वो चाहिँ वो वाक्य ख तर वाक्य यो चाहिँ जुने अथवा मतलब चाहिँ खलाई बेला चाहिँ गुली वाक्य दैछु नि सेन्टेन्स फुक्क मुना छटा चुने उइटा सिन्ट्याक्स घटा हो अब सिन्ट्याक्स चाहिँ एनालिसिस याबले चाहिँ फोकस याबले विषय खगा
एजुलिना चाहिँ क्रिटिसाइजेसन अफ आर्टिकल्स इन नेपाल भाषाहरूका जी नेपाल भाषाहरूका जी नापाला तयुजुल आ प्याओले कि तयुजुल तर नापा चाहिँ चोइबला क्रिटिसाइजेसन अफ आर्टिकल्स इन नेवारी सिन्ट्याक्स गा तयुजुल आव नेवारी देउ विषय त जी कया हाना मेउ चाहिँ बरो छौ जी मेउ पेज पेज जी केने एजुलिना चाहिँ ठो आर्टिकल विशेषना चाहिँ नेवा सन नवाबले बिचे बिचे प्रयोग आएपछि आर्टिकल अथवा चाहिँ निपाट संस्कृत निपाटका वे निपाटी एनालिसिस चाहिँ तयारी यानो पनि छ आर्टिकल खगा ठिकै चाहिँ नाचा चाहिँ म्याप हाउलिस तो जिकिने तो चेन्ज मुजो होला चेन्ज होला ओके ठन्डा लगा ठोया नाचा चाहिँ छौ हिसाब एक्ज्याक्टली न्योनी मुन्ना लासा ठोफुको चाहिँ अब निपाट्यो एनालिसिस उके त्यो थ्योरी थ्योरी दिएका चाहिँ निपाट एनालिसिस ठोया थ्योरी चाहिँ मेबी मोनोटेसन इन थौ भाषा ठोया आधार चाहिँ मेबी मोनोटेसन चाहिँ गुडी तन जी एनिसियल लगा यार हला है हला ओ हला आर हला अले ए हला चिर हला निर हला ठोफुको चाहिँ न्योनी न्योनी वेपटी निपाट ल बिचे बिचे वे मेवेडु अले चाहिँ लास्टे लास्टे वे मेवेडु का खला हार हला ख जको ढलला चाहिँ वो शब्द अछि वो सेन्टेन्स जुल वो ख हला आ लाट लल्ला वो लाइव अर्थ चुरा लासा वो क्वेश्चन मार्क जोड़ अँ त्यहाँले त्यो लाजको शब्द प्रयोग या शब्दको प्रयोग या साटा उके अर्थ चाहिँ कम्प्लिटली मतलब चाहिँ होल सेन्टेन्स चाहिँ फरक जो हुने ठयापट्टि एनसिएला चाहिँ चोइपट्टि चाहिँ आर्टिकल चुइ जिसुले ठो चाहिँ जिन त खग ठो एज या क्रिटिसाइजेसन द गाठो कारण चाहिँ क्रिटिसाइजेसन अफ नेवा पार्टिकल्स त्यो कारण बेजिया आठो चाहिँ ठो गो चाहिँ ठन चार डेकट ओडु मतलब ठिकै बारे पटिजा आठोला थ्योइ चार डेको डो कि सफ्टी दुनी छ एग्जाम्पल रुपे त जिं किन जलो ठिकै छ किन्टिन छु जुलो चाहिँ ठुकै ना छौ चाहिँ यदि आइपी गाटहल्ला छौ चाहिँ मखला दुव सेक्सन जुला ओके मतलब न्याने चाहिँ न्याने वो चाहिँ इन्फ्लेक्सन जुला मलाई अलिअलि वोपट्टि चाहिँ इन्फ्लेक्स जुला ओया न्याने सब्जेक्ट जुला सब्जेक्ट चाहिँ न्यानेपट्टि न कोही ओया नाउन एनपी हल्ला चाहिँ नाउन फ्रेज जुला भिपी हल्ला चाहिँ भब फ्रेज जुला एनपीले चाहिँ नाउन फ्रेज या दुनियाँ चाहिँ त उसले चाहिँ उसले एन वो जुला वाट है वो जुला मलाई वही त चाहिँ नेजलाई जान चाहिँ वो डला वनी जा नल वनी जा नल मेपी मनुटो फुक्क नि होइन वही चाहिँ मेपी त वास्तवमा यासे थमनी नल धाओ अब नि गठाओ चाहिँ पार्टिकल का हो ढ्याबले वो सेन्टेन्स को ख चाहिँ वनी जा नल ढ्याबले एक्ज्याक्टली उके अर्थ सुला लासा मेपी मनुटो सुने मतलब वास्तव यासे थमनी थमाडम नल जियन नकिन त जुनला थमनी थमाडम नल अब नि दिउ अर्थ चाहिँ गन वर्ग ला चाहिँ लिङ्ग्विस्टिक एनालिसिस सुरु चाहिँ अब आइपी मलाई जितन आइपीहरूका छोराहरू तन अर्को आयो त सिकमुक्त जी आइपी एनालिसिस याबले चाहिँ फर्स्ट सेन्टेन्स हो अनि चाहिँ इन्फ्लेक्सन हुन्छ इन्फ्लेक्सनलाई चाहिँ आइए चाहिँ ढुङ्गा लिपा नाउन फ्रेज र नाउन फ्रेजको भब फ्रेज वेबले चाहिँ आठो जा चाहिँ नाउन फ्रेज उनकी मुसिका जहाँ चाहिँ वो जा हिउ शब्द चाहिँ नल जुल नलै नि भने वोपट्टि चाहिँ जो जा जुट नाल्छ अब्जेक्ट जुल हो जहाँ भर्वे वेपट्टि अब्जेक्ट हेरेर चाहिँ भर्ब फ्रेज वनमा अहिले नाउन फ्रेज दुपट्टि चाहिँ मेरो नाउनेलाई एज ठुकै एनालिसिना चाहिँ अहिले ठोया सेन्टेन्स चाहिँ मेपी मोनोटेसन गरी खे भाषामा बा इङ्ग्लिसमा बा चाहिँ मेमेउ चाहिँ विभिन्न भाषामा चाहिँ यदि वे सेन्टेन्स यदि ट्रान्सलेट या ढल्ला छ वो ट्रान्सलेट याबले चाहिँ इम्यु भाषा गे चुनेको ठो चार्ट अनुसार चाहिँ एनएलसी आयो भर्ब फ्रेज नाउन फ्रेज छुट्याएन चाहिँ एनएलसी आयो अहिले गब्ले गब्ले दमति थेको सोसोनी बेला थोपुन्डे न हाना टिचर छम चाहिँ टिचरै माउठ्ने चुनाव गब्ले गब्ले तो ठिकै ठाकुर लग्यो एज ए टेक्निकल सब्जेक्ट जुल काटेको कारणै होगा नाप्लो टेक्निकल सब्जेक्ट जुल कारणै होगा अहिले जी ध्यान मतलब चाहिँ थो सफु पनि बेला वे जी सफु आधुनिला गुंगुल अपु च्याप्टर नटु ठिकै अपु च्याप्टर नटु गुंगु चाहिँ पढि जा टेक्निकली ठिकै माउनु दु मुखला अझ रुपे चाहिँ यदि चाहिँ मुठो लास छ अब मुठो लास चाहिँ डाइरेक्ट कन्ट्याक्ट जिल्ला कन्ट्याक्ट होगा फेसबुक कन्ट्याक्ट या मेसेन्जर कन्ट्याक्ट या अहिले जी मेरो छौ चाहिँ तनपट्टि चाहिँ एम्फेसाइज या मसला पेज नम्बर 48 है इन नेमिङ अ ल्याङ्ग्वेज का छौ आर्टिकल टू पेज नम्बर 49 जो किताब अनुसार पेज नम्बर 49 मलाई 48 49 47 न जिफो अंक न 48 ओके that is the इन नेमिङ अ ल्याङ्ग्वेज जी जी यान चुनिका छ पढ्लै चुनिका इन नेमिङ अ ल्याङ्ग्वेज गोख जी थो प्याओपट्टि चाहिँ नेवा विज्ञान पत्रिका पिकेजु ल तर वो पिके न्यो चाहिँ थो आपलो चाहिँ थो प्रेजेन्टेसन यान होला वो प्रेजेन्टेसन छुलासा अब निदरल्यान्ड छौ चाहिँ हिमालयन सिम्पोजियम जो क्याम्पेन चले आउँछ ल मलाई 1995 जिमा चाहिँ सेबले अब बालगोपाल जिन थन्छु ऊ बखत चलेन्छ ल भ्यान भ्यान ड्राइम भ्यान समथिङ हिमालयन ल्याङ्ग्वेज सिम्पोसियम चल्यो वो थर्ड हिमालयन ल्याङ्ग्वेज सिम्पोसियम चाहिँ जो वो चाहिँ अमेरिका यो सान्ता बार्बरा युनिभर्सिटी जो युनिभर्सिटी अफ क्यालिफोर्निया सान्ता बार्बरा अरे उके चाहिँ सो प्रेजेन्टेसन यहाँ हो वो प्रेजेन्टेसन यहाँ चाहिँ टाइटल ना चाहिँ इन नेमिङ लाइन जी थुके चाहिँ वर्ल्ड वाइड किसमा चाहिँ चुप रह्यो न ढल्ला छ
until now you have जी उयो त तपाईँकै जी चाहिँ अनुभव पनि फुक्क मतलब अडियन्स हेरेर फुक्क पार्टिसिपेटर जी सुनिरहेको छ until now you have been using our name of our language into Newari which is concerning for us एजुन्डिना चाहिँ थौ छिपिसँग चाहिँ थन पार्टिसिपेट या ठुको आयो या चाहिँ टिमसँग जिम्यु भाइ चाहिँ नेवारी रका मनासे जिम्यु भाइ चाहिँ नेपाल भाषा थाहा मलाई if you are not feeling comfortable to use as a नेपाल भाषा at least you can call नेवार language or the नेवार something उसमा चाहिँ आह्वान वो ग्लोबल रूपमा चाहिँ मतलब आह्वान यिनीलाई चाहिँ वो पार्टिसिपेट या पनि लगभग चाहिँ 60-70 जवान मनु ढोका वो कन्फरेन्स या वो पनि वो टाइम तो चाहिँ 1997 खजुला अहिले ऊ वक्त उहाँहरूले चाहिँ ठो आर्टिकल चाहिँ व्यापक रूपमा प्रचार प्रसार जुई ढुङ्गा चाहिँ नेवा भ्यायो लागि चाहिँ नेवारी ढुङ्गा प्रयोगमा या चाहिँ मेमेउ नाम मतलब कि नेपाल भाषा जुल गण नेवार जुल अहिले गण विभिन्न किसिमको चाहिँ मेमेउ ना चाहिँ नेवारी प्रयोगमा या चाहिँ अझै चेन्ज जो चाहिँ मेन छ चाहिँ छ हिस्टोरिकलको चाहिँ इभेन्ट यो हिसाबमा जिथन चाहिँ मतलब इम्फेसाइज ठाउँमा सुरु लाग्छ छा लाग्छ झिउ भएर चाहिँ 1811 चाहिँ गुख कक बेटीको चौपटी सफुल है वो नेपाली चाहिँ पुलाउ सफुर घाटे उकिया चाहिँ नेपाल नेवार घाटे या टाउडो टिबलिबो प्याउलाई चाहिँ जो जोर्गेन्सन जुला अहिले चाहिँ विभिन्न मनुटेसँग प्याउले पिकाउले चाहिँ झिउ भाइ चाहिँ नेवारी घाटे हाल वा नेवारी यो शब्द चाहिँ नेपाली मनुटेसँग अनुकरण नानीको अहिले साथसाथ चाहिँ विभिन्न विदेशी मनुटेसँग चाहिँ अनुसन्धान यावले नेवारी नेवारी थाने एजु निन्द्रा छिको भाइयो ना चाहिँ नेवारीमाको छिसँग चाहिँ ठाउँ भाइयो ना चाहिँ गठिक चाहिँ जिमसँग ठाउँको वे चाहिँ जिमसँग काम यामा ठाउँ कटिया एजुलाई वो हिसाबमा चाहिँ थो आर्टिकल जी इम्फेसा चाहिँ मेन कारण छोला छियो भाइ नेवारी मखुर गा चाहिँ गएको ग्लोबल क्याम्पेन यावमा होइन होइन वे अनुसार चाहिँ आओ या चाहिँ यो कुसिना चाहिँ नेवारीहरूका मराठी चाहिँ मेमेउ ना प्रयोग होइन गठिया नेपाल भाषा जुल सुमासा नेपाल भाषा ल गुमासेसा नेवार ल्याङ्ग्वेज ल आओ या चाहिँ अठे ज्याउ चाहिँ जुन दिना तो इम्पेसा याउ जुन दिना चाहिँ तो आर्टिकल चाहिँ जी ह्याउने हो मेन कारण चाहिँ ठुलो आउन चाहिँ झिउ भाइर चाहिँ नेवारी ढाक मुकुरा तर ए न आ नेपाली यो कुछ थाहा चाहिँ गठिया नेवारी मोमो नेवारी भोजनालय नेवारी चतामरी नेवारी छुचुर गए ढ्याउ चाहिँ ठो जिसमा क्याम्पेन यहाँ चाहिँ झिउ भाइ चाहिँ नेवार ल्याङ्ग्वेज अथवा नेवा भ्या अथवा नेपाल भाषा ठुलै यामा ठेउ चाहिँ जिउ पाउन कति चाहिँ यहाँ एजिटिभ रूपमा छिसँग चाहिँ नेपाल भाषा थाहाले चाहिँ नेपाल यो चाहिँ छिन्चुल एजिटिभ जुल मलाई नाउनी रूपमा क्याबले न नेपाल जुन झिउ भाइले चाहिँ गयौँपट्टि मतलब विशेषता जो वो विशेषता कया चाहिँ छिसँग झ्याक यङ्की माट्यो चाहिँ जिउ मतलब चाहिँ छौ आह्वान अनुसारको आर्टिकल चाहिँ ठुलो थै खलायो यो को विषय क्या सबै विषय क्या sana चाहिँ थो मेसेज द वर्ड छ त इनबॉक्स चाहिँ थो नेवार हालत सुसिन रे गाना नेवार हालत सुसिन रे अझ क्लियर मुजुन जी मासा चाहिँ भयो काइटा मलाई नेवारी ओ नेवा नेवार चाहिँ नेवारी हालत सुसिन रे गाना छ त अझ न छ क्लियरिफाई या माथि छ नेवा ओ नेवारी जति अझ बालके बालके चाहिँ क्लियरिफाई एन्डिसन अच्छा नेवारी झुस्यान त्यहाँ छुस्य नरका ढै विषय चाहिँ जी चाहिँ छु जवाब बिरगा ढल्लासा आ झिसा चाहिँ तुयु मोनो वलगा ढासा नेप्ले चाहिँ फुयोर गा ढै निकला अब उही त चाहिँ फुयो ठ्याब्ले चाहिँ गयाउ चाहिँ मतलब स्तर छ गटकी आ फ्रेन्च जुसा फुयो जुल अमेरिकन जुसा फुयो जुल अले इङ्ग्लिस जुसा फुयो जुल मखला स्पेनिस वर अछिन स्पेन ओम जुसा फुयो जुल अब फुयो रिउ शब्द चाहिँ झिसा चाहिँ मतलब चाहिँ उम त बिबले चाहिँ इमसँग चाहिँ जिम्तला फुयो फुयो ढल्लर गाटा होला गयाँपट्टि चाहिँ मतलब क्यानोटेसन गाटा हिँडेको होला सो चाहिँ सिम्बोलिक मिनिङ अठेर चाहिँ नेवारी र गाटा हो शब्द गए मिले मजुर गाटा लाग्छ नेपाल भाषा दियो चाहिँ टिबेटो बर्मन ल्याङ्ग्वेज ल टिबेटो बर्मन ल्याङ्ग्वेज चाहिँ घुब्लेन चाहिँ इकाट या चाहिँ उयो चाहिँ भाइ डिनोट या मको उगेन छु किसिममा चाहिँ ए इकार यापट्टि चल्छ चाहिँ वा नेपाल भाषा फिचर अनुसार चाहिँ वो इकाट चलन चाहिँ गटके हिन्दी पन्जाबी नेपाली मकरा धाइट्यान चाहिँ इन्डो आर्यन प्रभाव चाहिँ थाहा छ तर मनुटेसँग घुब्लेन चाहिँ वो नेपालले चोङ नेवा मेमेओ टिबेटो बर्मन भाइ त गटके गुरुङ्गी घुब्लेन मरा तामाङ्गी घुब्लेन मरा शेर्पी घुब्लेन मरा अहिले चाहिँ राई चाहिँ लिम्बू यी घुब्लेन मरा तर झिउको भाइ त चाहिँ नेवारी थाहा छ झिउ भाइ ठाउँ ना डेक डेक यो चाहिँ नेवारी थाहा कारण छ एजो निना चाहिँ ठो ग्रामर नमिले मतलब गटके आ मनोटेउ चाहिँ छेने त्यो वस्तु यता चाहिँ झिसँग तप्लिर घाट आयो तप्लिर घाट हाउला वो लिकार इकार वो उके जुइला तर उके चाहिँ हाना मलाई टोपीमा अथवा चाहिँ अन इन द ह्याट घाट ढल्ला चाहिँ टोपली जो नि वो टाह गर्नु उच्चारण जाउने एजो ने चाहिँ अयाउ चाहिँ गोख चाहिँ फिचर अनुसार ट्याउ खले यति नेवारी घाट ढल्ला चाहिँ नेवारे दुने चौर गा गोख चाहिँ शब्द उगे वाला अर्थ ओजे छ्या है एजो ने झिसा फटी पग चाहिँ झिसा नवाई बेला घुब्लेन चाहिँ म त नेवारी बोल्छु घाट ढ्याबले चाहिँ इमसँग थ भाइको प्रभाव जुल त झि नेवाटेसँग ढ्याबले चाहिँ जिन नेवा भए खना घाट ढ्याउले झिउ भाइ र चाहिँ गएको अठे थ्याउ चौँक एजोल्टे ना चाहिँ यदि नेवारी शब्द झिसँग छेला एङ्कल डाला छ झिउ चाहिँ गएको लिङ्ग्विस्टिक भ्यालु झिउ गएको चाहिँ भाइउ मख महत्त्व चाहिँ कम जुँ भने चाहिँ मेजुबले झिउ भाइ ना चाहिँ
मेवा जुने एजुलिना चाहिँ झिसँग चाहिँ प्रयोग यामा चुला चाहिँ झिउ भाइना चाहिँ नेपाल भाषा अथवा चाहिँ नेवा भाइहरूको ढाँचा चाहिँ गाह्रो एजुलिना रिसका तया चाहिँ वो टरौँपट्टि गल्ती मुख्य छो जिस में जिन ढ्यामा चुला छो चाहिँ इनएप्रोप्रिएट टर्म इनएप्रोप्रिएट ढ्याबले चाहिँ नेवा छोरा हामीलाई मतलब बेढङ्ग रूपमा चाहिँ प्रयोजन एजुने नेवारको ढाँसाङ्गा अथवा नेवा भाषाको ढाँसा अथवा नेपाल भाषा ढाँमा एजुने रिसका टेबले त्यो चाहिँ ग्रामरी रूपमा मिलेको छ अहिले चाहिँ इनएप्रोप्रिएट न जुल अहिले भरि चाहिँ हेला याना ढाँटेन जुल एजुने चाहिँ मेमेसँग गेट विचौँ ट्विटर चाहिँ करेक्सन हेर्न चाहिँ हनिवाम ढायो चाहिँ जो चाहिँ छौ विचार टुके Acho ana tiki zimi pa hiyo tiki zimi cha jine cha support randomly says no do. Okay, chen tagle last so jine kono tiki zimi some hard facts on Newars and Nepal lega to do tin se trash page je. Okay, bare na choko cha ni fu so interesting things no to mula was kono jine share ya na le there in the condition to so that no so lega tiki zimi cha. Some hard facts on Nepal in tin se trash page ga to cha. 383 पेज ल ठो चाहिँ कोरियानो मेन कारण चुला छ नेवाटेको बारे चाहिँ योगको खण्ड हो योगको चाहिँ मेटेरियल हो योगको चाहिँ तथ्याङ्क हो योगको चाहिँ विषयवस्तु हो उके मध्येले पोइन्ट 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 यहाँ चाहिँ जे छौ चाहिँ छौ छौ इसमा चाहिँ छौ मतलब कम्पाइल यहाँ टाइम होला नेवा ढेबी सुख नेवा भन्छ सुखलाई नेवा चाहिँ गुब्लेन चाहिँ दया हो मखला नेपाल भाषा छुजिया जो छ्या नेपाल भाषा धामा को जिन छौ एक्जाम्पल चुला चाहिँ नेवा इज नट अ कास्ट बट अ नेसनालिटी ठो चाहिँ गरौँला सुहाउने चिज यदि छौँ कुनै पनि ढुपी मतलब चाहिँ मस्ते त अथवा चाहिँ मलाई यङ जेनेरेसन मनोटेस चाहिँ नेवा इज नट अ कास्ट का ढाबले चुरा छ नेपाली गोख चाहिँ परम्परा अनुसार बाहुन क्षेत्रीय गुरुङ नेवा तामाङ सेमङ वो ढया वो टोला वो कास्टी रूपे चाहिँ ओला छ मनोटेसमा मथ्यो नेवा इज नट अ कास्ट बट इज अ सिभिलाइजेसन अफ नेपाल लगा चाहिँ ढ्यापेक माल्ने उके प्रमाण गर्न कारण फुक्क चाहिँ जी कलेक्सन जिउ ठाउँ चाहिँ मतलब चाहिँ मलाई मन कथारो चाहिँ जी त्यो मको त प्रिन्टेड जुनको चाहिँ सफुयो गोख चाहिँ आधारे कलेक्सन यहाँ चाहिँ जिन छन् ह्यान भयो छौ एक्जाम्पल मेरो द वर्ड NEVAR विच फर्स्ट एपियर्स इन लोकल रिसोर्सेस इन द नेपाल सम्म 772 नेपाल सम्म 772 साल NEVAR नेवार ढका गो ढ्या वो चाहिँ युरोपियन मनुष्य नेपाली गया चाहिँ कपियन यङ्को जिया छ एजुने चाहिँ उली बक्टेन 1652 ले उयो चाहिँ नेवार NEVAR प्रयोग या खण्डो At virtually all localities in Kathmandu Balu had indigenous Newar place name. The city of Patan or Lalitpur is known as the Newar Yellow. अथवा यलर घाट यो शब्द चाहिँ प्रयोग मव थाहा लिबोजुले चाहिँ पाटन ज्याउन अनवा ललितपुर ज्याउन त झिउ कुख मतलब नेवा भाइ अन्तर्गत लाभ चाहिँ यल गनौ वो यलम्बर पाखे वो ख अघि ठ्याउ ठ्याउ चाहिँ हार्ड फ्याक्ट दिए चाहिँ यो चुला लाग्छ झिसँग झि नेवा त्यो बारे सिकत्तैमा चाहिँ मेन पोइन्ट पोइन्ट ख चाहिँ ठो चौकमा चाहिँ मतलब अथवा हेसली कसैलाई नझ्याले जो ल साथसाथै विभिन्न विषयवस्तु त कया चाहिँ यदि सुनान नेवा हेउचुरका सुनान टेक लुक अल दिस पोइन्ट्स फ्रम some hard facts on the wars of Nepal you can get a lasa so they will get an answer from them ठोया मतलब चाहिँ मतलब इनिसिएटिभ अथवा ठोया मतलब उद्देश्यका चाहिँ दुई चौ सेक्सन चाहिँ मतलब ठुके चाहिँ इनपुट यहाँ अब तर फुक्क यावले यो कोही पोइन्ट ठुके दो जेसुले आर्ट नो जेन्सपी मोनोटेसन चाहिँ जेसुले ट्रिट चाहिँ अनुसरण यहाँ यङ्कल लासा आई थिङ्क दे विल लर्न हु द नेवार्स आर्ट जो चाहिँ छौ मतलब उद्देश्यका चाहिँ ठु इनपुट यहाँ खगा ठिकै चाहिँ छ च्याप्टर नखना ठिकै एकदमै बिस्कौँ पो वचले ढाबले ट्राइब्युट टु ट्रिब्युट टु हेलेन मलाई ठिकै चाहिँ विशेषको ठाउँ ठिकै बच्चा मेवेको ठाउँ चाहिँ खना ठिकै सरलको बुनो खजिया बागले जिम मोना नि तो जिन हजार आर्टिकल चाहिँ जी जे हजुर रहेछ थो आर्टिकल जी चोयो मेन उजे छुरा छ हेलेन नगा थैम चाहिँ छम नेवा मिसागा नेवा मिसा बाई अनफर्चुनेट चोकला रहेछ वे कहते चाहिँ क्यान्सर जुल क्यान्सर जो टाइम हेलेको चाहिँ जिन्स ठोक खन्जी थुक्या तै उठो विशेष यहाँ चाहिँ थो आर्टिकल जी मेन चाहिँ यो मेन कारण चुरा लाग्छ झिउ गुख चाहिँ मतलब परम्परागत रूपको संस्कृति बा चाहिँ तरिजी बा छु झिउ मतलब विश्वास दुःख वो विश्वास चाहिँ गुलितको तर त्यहाँ झिपिन चाहिँ नेपाली चुनिजीमा काठमाडौँ भ्याले पिनिगुनीमा बा चाहिँ नेपालमा पिनिगुनीमा यहाँ ठ्या वहाँ झिउ संस्कृति झिउ भ्या झिउ तजिल झिउ विश्वास झिउ संस्कार फुको चाहिँ नपाउँछ होला भने केनिको लागि चाहिँ चौबिस मिनट रोल अहिले ठो आर्टिकल चोयो चाहिँ मेन कारण छोरा लाग्छ वो व्यक्ति यो ना चाहिँ हेलेन ख वेको लास्ट नेम चाहिँ हो WARD वार्ड तर वेको यो थ छिउ ना अनुसार चाहिँ मालिका माली मालाकार वा गठो समूहले लामो व्यक्ति समझ ल
वेक थाना अमेरिका वे हुनका योको वर्ष लिबा चाहिँ क्यान्सर जुया वेक मन त ओ नपला नपला चाहिँ वेक है त लगभग चाहिँ हाम्रो हुनका चाहिँ अटियल एक हप्ता नि हो नपला वो खाना जिन तन तैदो तर चाहिँ जित छौ चाहिँ मलाई धुवाको मटी छौ छुला लासा वेक वो क चाहिँ मरे हुनका लिबा चाहिँ 13 दिन यो ज्याकुन दिने चाहिँ छौ चाहिँ एकदमै मतलब चाहिँ सिग्निफिकेन्ट छौ चाहिँ घटना जोडो वो घटना न जिन थुके छ एजुनी ना चाहिँ चिप्स सहित वो सपो बना तो आर्टिकल चाहिँ बना चाहिँ मतलब सोइल लाग्छ जिउ विश्वास त गाटी हो चाहिँ चिता न्याठा वसा नाप्टम वया चाहिँ त्यो खन चाहिँ हेट्ने माउ कारण चाहिँ जिन थुके चाहिँ अगेन ठो सपो बनिउलाई चाहिँ छौ आर्टिकल ठो न ख अगेन जी आठो त्यो चाहिँ सुख गाटी हो चाहिँ जी आठन कनि मुक्त तर चाहिँ सिपसम बनाइछ वो बना चाहिँ उके प्रतिक्रिया छुक जी निन्द आफू गयो अगेन जी त्यो ख उके दु ऊ घटना छुक उके दु उके प्रभाव छुजुल जी खन्छ वो आर्टिकल चाहिँ बेला चाहिँ जिउ मिखा चाहिँ खोबी ओडो तो चाहिँ छो सिग्निफिकेन्ट नेवार त्यो संस्कारहरूको डुबिन चौपट्टि तो चाहिँ संस्कार जिन झ्यानी बढ्यो लागि चाहिँ तो चाहिँ झ्याने हो यो खगा Pasaka chỉ sinh sản xuất mình bảo mình cái sản sinh thuật shop phụ nhà nào sẽ buôn đi cho nên business cho theo theo con yêu kudu at cái gì à thôi chịu khai làm yêu kudu là gì ta sao đấy thôi shop phụ yêu là thì lao sinh cái sinh nhiều chuyện có gì buôn bán cái mà là đi ấy giờ gì thôi randomly PSP cái gì suy rồi à bắt đầu thôi khai làm là ya nhiều chuyện tôi cũng shop phụ buôn đồ khó sao tất cả nhiều phiếu có तर 425 पेज दो बुन लागलो खे मक्ला ऐसा जी तना छोन्यु तना सर र सोयुले चाहिँ टाइटल वाइज ठ्याक्क ठ्याक्क चाहिँ वो खनौले चाहिँ छोन्यु ठ्याक्क ठ्याक्क मेको ओपि जग जी तना चाहिँ छि छिकपिट चाहिँ न्यबो या वे kana खनौले नौजल थौ चाहिँ छिस खनौले विशेष खनौले ज्याजो खटो सफु लागि सफु त फोकस ना खलन नौजल आगे जी वे सफ्लिट सफ्टी दिने छौ चाहिँ पेज खाना आउ चाहिँ दाइरा एउटै कन्ट्रिब्युसन छ त नि त शेयर या 아, 특히 말해라 기타비 아말리 먹고 지토 스웨토 대틀라. share no wala. खण्डो खण्डो Uh, what they did in America. आवाजे आज का खर चाहिँ थमे चाहिँ सुजन उसको खकर डिसाइन जुठिन्छ मगा ठिकै लागिला. जी थो थर्ड मोड अमेरिका पनि पहिला सुएन अमेरिका गब्ले थियौ का पहिला खासला अमेरिका वे नि नेपालले जुल अमेरिका गब्ले थियौ जुल अमेरिका वे ढुङ्गा सुजन रेखा चाहिँ सर्ट ठिकै अथवा लिस्टेड जुल आर्टिकल के दया दो आज ये थुके कन चुन मालिएला बरो नर जुएन्स का चाहिँ एक बनाने का विषय जो छौन्यु पॉइंट चाहिँ थेथे जो दुर्गा चाहिँ कसिदै जी कन बेले भन्छ मिले मजि टेन्सन ठिकै निला ठिकै चाहिँ टक्कै नपाला अथवा युनिभर्सिटी मतलब जोइन्ट युनिभर्सिटी अफ ओरेगन इन 1988 त्याले यो के दौड थना मखला हजुर अमेरिका वाले 22 वर्ष थना जला 12 वर्ष प्लस 24 वर्ष त्याले 36 वर्ष मला जो हिसाब मिले जुले ल 36 वर्ष त मिले अमेरिका मिले 36 का 36 अनव्या चाहिँ थना नेवा ल्याङ्ग्वेज 1919 नि चाहिँ यो नेवा ल्याङ्ग्वेज सम्बन्धी नेपाल भाषा सम्बन्धी चाहिँ आठै चाहिँ नेवा ल्याङ्ग्वेज अब नेपाल भाषा नेपाल ल्याङ्ग्वेज उगिन मुटुको कन्फ्युज गा मलाई थन्दा ठुवरे लगा चाहिँ यहाँ ठोना सम्बन्धी म कि विशेष छैन थन्दा लगा नेपाल ल्याङ्ग्वेज थियो कि नेवा ल्याङ्ग्वेज थियो नेपाल ल्याङ्ग्वेज त्यहाँ हो नेपाल ल्याङ्ग्वेज नेपाल भाषा धाल्ला चाहिँ छौ चाहिँ मलाई वन छौ विषय जुल कति उठ्के एक्जाम्पल जिङ्को न बिरला भाषा इन्डोनेसिया रहेको इन्डोनेसिया यो चाहिँ राष्ट्रिय भाषा ना चाहिँ भाषा इन्डोनेसियाका ढाहा छ वो उम्, भाषा इन्डोनेसियाका ढाहा चाहिँ इन्डियन वर्ड जुलो कति वो संस्कृत वर्ड जुलो और अङ्ग्रेजी अनिवार्य होइन भाषा इन्डोनेसियाका इम त भाषा इन्डियन भाषा इन्डोनेसिया ल्याङ्ग्वेजका इमसँग घुप्ले नम्बर आएको एजुन झिउ भाइ ना चाहिँ नेपाल भाषाको ढाउका कि मुख नेपाल ल्याङ्ग्वेजका नेपाल उम्। भाषा धाउका हान ल्याङ्ग्वेजका ढामा चाहिँ जुन सबले वो चाहिँ रिटर्न डेन ट्रिफको भागको ढाबले चाहिँ अहिले थन्दालको छौ चाहिँ थो लेट 10 मेम्बर्स डेलिगेसन्स टु नेपाल अन बिहाफ अफ युजिन्स काठमाडौँ सिस्टर सिटी इन 1992 यस छोटा द थो चाहिँ प्लेन थो अब अमेरिका यो चाहिँ त युजिन थियो चाहिँ सहर गणकी युनिभर्सिटी अफ ओरेगन टु वो अन यो सहर यो ना चाहिँ युजिन ख वे युजिन सहर चाहिँ जी वाइन जोर्ज ल अन चाहिँ नभएमा मेयर ऊ टाइममा मेयर मतलब मेयर चाहिँ 1975 पाके चाहिँ मेयर काठमाडौँ उहाँले काठमाडौँमा मेयर चाहिँ जुजुभाइ ऊ वक्तेलाई मेयर मडा प्रधान पञ्चायत घाटायो ल वेकन अब चाहिँ सम्बन्धित तया अहिले 1975 ने चाहिँ काठमाडौँ व युजिन सहर चाहिँ बिच भातृत्व भातृत्व सहरहरूका चाहिँ सिस्टर सिटी डिक्लेयर याव ओ डिक्लेयर याव चाहिँ जी अमेरिका वे हो मस्युजिन अनि वे ढुङ्गाली पनि सिल अहिले एज या चाहिँ 1990 उब्लेटको भित्र चाहिँ अथवा 24 मा चाहिँ लोकल रूपमा प्रचार जुवा छ ल तर चाहिँ जी अनुगया ढुङ्गाले बा जी अनि यो लिडरसिप क्या हुँका जी प्रेसिडेन्ट जी हुँका जी चाहिँ झिम भने फर्स्ट डेलिगेसन चाहिँ नेपालले बनाएका ओ वक्त नेपालले बनाएका बेला चाहिँ
केशव स्थापित न ढुक मलाई वो टाइममा चाहिँ अहिले पिएल सिंह जुल sama Joshi na lom na jika chaka upamia jula wa ka pina ba samon te ale 10 दल जवान यो चाहिँ गोका डेलिगेसन नेप्ले यङ्के ढुङ्गा वो वक्त परम डाइनर चाहिँ नाप्लाउ का वा टिम पिना इमता चाहिँ फोकसिना चाहिँ असिने वा चोसा पासे यो चाहिँ बिल्डिङ है अन चाहिँ स्वागत न याव का अले वो वे ढुङ्गा लिपा चाहिँ अले नेपालमा चाहिँ सोम मने डेलिगेसन र भिक्षोमा अमृता अझै यो मैत्री भन्थे जुल अले चाहिँ जोशी जुल अलेसम्म चाहिँ इन्जिनियर जो सुमेश इन्जिनियर वा युजिने वे कपिन त चाहिँ 6% चुन्यो लासा नेपालले चाहिँ थो तस्क वातावरण विशुद्ध ज्याचोंडो विशुद्ध ज्याचोंडो कु यको वे हो हरेक टेन्टे धु वे हो हेन्टेन काट्यो अरे जिमसा छुया फेर काट्यो वो चाहिँ मतलब वो डेलिगेसन अनुसार वो लिने नेपालले चाहिँ सबै टेम्पो प्याओ चाहिँ ऊ बक्ने चाहिँ जोको अले थनिपि मनु त चाहिँ सोंगो सोम्पियम मनु त चाहिँ मतलब टेक्निसियन त बना नेपालले चाहिँ सबै टेम्पो मतलब चाहिँ डेभलप या चाहिँ ल ल ना होला वो सबै टेम्पो गए चलो लाग्छ पेट्रोल मोटर से अथवा चाहिँ डिजिटल मतलब इलेक्ट्रिकल भेहिकल लगा इलेक्ट्रिकल चले युक्ति भेहिकल चाहिँ न्याने चिम्च चाहिँ डेमो याना चाहिँ टोटा ठिक भयो लिबा यो कोही प्या होला अले ऊ बख्टेको कु यो को वेबाट चाहिँ मनोज न्यासी वहाँ चाहिँ भोट पार्टी नआउने कु यो को आयो विथ इलिमिनेट ज्ञान या यो प्रपोजल वो अनुसार चाहिँ त्यो डेलिगेसन चाहिँ इन्फर्मेसन बिया एज या दिन तो चौ चाहिँ मतलब सिग्निफिकेन्ट रूप छ त्यो कारण ओके झिम मन यो डेलिगेसन बनाएर ढुङ्गाले पछि जोपट्टि चाहिँ कहानी खब एज या जिन टोके चाहिँ जिन चुयाना उर्गाटे विषय कयो चाहिँ कारण चाहिँ अर्थात् चाहिँ कोही अथवा जिन त ऱ्यान्डमली जिन टिपेन तो खला चाहिँ तो कोठा लाई मुको छिटो ले पब्लिश इन नेवा तो नेवा विज्ञान कल तो पब्लिश नेवा जर्नल अफ नेवा स्टडिज 1997 चाहिँ पिक्यो खब त चाहिँ आना प्यायो छ नि डब्लुएन स्ट्याब्लिस जुन काज लिपाजी उके जाया मुफ्त तर चाहिँ जिउ भन क्या चाहिँ प्लान त नि तर चाहिँ 2011 तक प्या होला 1997 चाहिँ 2011 तक प्या होला Originally organized Kathmandu night and invited Pradul Ratna Bajracharya and introduced the Charya dance as a unique niwa. ठिकै चाहिँ वो छ चाहिँ फर्स्ट बुद्धिस्ट टाइम डान्स इन भयो वस्पोले पोर्टल्यान्ड त चाहिँ पोर्टल्यान्ड सर्ट हो फर्स्ट टाइम जुल अनलिबा चाहिँ थो चढे डान्स यो मटो चाहिँ नापला डोक तर चाहिँ फिजिकली रूपमा मनुटेसँग वेक त नाप्लाउ चाहिँ थो काठमाडौँ नाइट अर्गनाइज या ढुङ्गा चाहिँ वेकन परिचय जुया आ वे चाहिँ थो विस्तृत रूपमा चाहिँ बिहार थाप्न जुया छौँ वे चाहिँ मतलब चाहिँ मेन्सन यहाँ जुल after Jin random kaile to so Jin last so okay participated and presented the papers on Newa language in seminars and conference of world scholars of linguistics. To नाचा चाहिँ चिन so ध्यानमा नेवारी नेवारी यो कहना चाहिँ मतलब विरोधलाई ढ्यामको तर कन्भिन्स छैन ढ्यामलका वो हेर्छु जी त्यो विषय कया चाहिँ तकले लास्ट को चाहिँ प्याराग्राफ जो वो प्याराग्राफ सो चाहिँ जी वो चाहिँ सबसँग बनासकन्याको विषय युगा नेवा टेको भए त नेवारी मठाकेको दर्शा जुया पुट टाई न्यो नि चाहिँ नेवा टेको भए त पोहिङका नेवारी टका ढ्या चोङ्गो खुवाए त कया सन् 1997 अमेरिका क्यालिफोर्निया जुगु सोकोको हिमाली भाषा सम्मेलने कार्यपत्र न्यवया दर्शा जु चाहिँ दयारत्न साके जुजु ल मला दर्शा जु सुरु याना दिएको अभियान हेरेर ठाउँकुने विश्व योगको विद्वान पिसँग स्वीकार याना हया चोङ्गो डु नेपाल भाषा एक व्याकरण नियम कथा यी घाना विशेषण बोर्ड यहीको आर्य भाषा या प्रभाव याना नेपाल भाषा या त नेवारी टका ध्यागु याना हया चोङ्गुर ख नेवाटेसँग थगु भ्या या त नेपाल भाषा अथवा नेवा भ्या धया वया चोसा आर्य भ्या या प्रभाव व राजनीतिक दबाव याना नेवारी ढाका चोङ्गु ख नेवातेसँग ठो भ्या त नेवारी मढ्यागु व मढ्याकेको सतर्क जिमाको दु पता चिन्ह नाचा यो एक्सप्लेन दिदिम ल ठिकै होला एकैको सुबाहरू जितो त को चाहिँ yana जुने लाइ मक्ता आठ फिनी तो sort of was just stop share ya yoko do it's a clam out to software bare ya hanas ka ji to software dewas ka saklasnas ka hana share yan jana naza ji ta ni to ka mo share ta na to विशेष na to चाहिँ तो software bare जगे कलन जुन जुली खास सो विशेष ना न्यूरोलोजी मैटर्स ल वेका चाहिँ चोमी भाजु देरट्न साकी वेका अब खनौले जुन हो आ त्यसमा चाहिँ ठो किताब एउटा थियो सफ्टवेयर चाहिँ एटलिस्ट सपो सपो सक्से ज्ञान दिया चोमी एउटा अहिले छिटो गु सफु यति बुन रहेछ ठिकै यो इन्फर्मेसन दु वो इन्फर्मेसन चाहिँ जिसमा चाहिँ थमेसा मालमा चाहिँ यो टाइम लगे दि तर ठो सफ्टवेयर दिने दु इन्फर्मेसन जिसमा चाहिँ कम से कम सिका
छुङछुङ भन्छ छेले फसा अथवा चाहिँ सिका यो नलेज त अझ तब्याकन फट्टा छ झिउठो निवा सिभिलाइजेसनको थुकिमा सिकेमा ख वो चाहिँ छिसँग औफुके सिके फैजी ठोसौ रेफरेन्स सोर्स हिसाबमा अथवा छ हिसाबमा ढाको छ आतो आ छि रेगुलर बुन्छौ खस कलेज स्कुल टेक्स्ट बुक ढाको चलन्टो आ टेक्स्ट बुकै हिसाबमा ढाछ न चाहिँ सुम्पाइ मुको जी वे कय चाहिँ कन्ट्रिब्युसन क वे क चाहिँ 30% नि हने यान चौपटी वस्या नि यान चौ अध्ययन कठमा चाहिँ पिकाना दिको मुका पिकाना दिको त सपोज ल सिपिन्टना आफ्ना विशेष सेना चाहिँ त्यो सपोज हो बुनाडेसर चाहिँ विशेष सेना चाहिँ आठ के लास्ट चाहिँ लग धेरै त्यहाँ छुट हाउ खदनी विशेष सेना त्यो आठ प्रोग्राम डब्लुडिबी प्रोग्राम चाहिँ डब्लुडिबी चाहिँ मतलब डब्लुडिबी चाहिँ सोकमी बाजु मेजु पिन्टा अब अन्त्य लोगो ख Dakle Napana to program yan bio ba pre yoko yoko subya pechana to WDB na whole team yata ale naris jo shopping book ka leadership thong program jula as a host rupe jin so chura mal lan san to support चाहिँ प्यावे न्यवा विभिन्न व्यक्तिपित चाहिँ छुके भूमिका चोइ प्रकार चाहिँ अनुभव यानो का ओ अनुभव यानो पि मध्यले चाहिँ सुना चोयाला ठोस पोलेन दुट्या कटोडो दक्ले ढापाला डाक्टर बालकुमार श्रेष्ठ नेजुरल्यान्ड पाके वेकन सहर्ष स्वीकार चाहिँ विदिन फ्यु विक्स मलाई वेकन चाहिँ दिला जी बालकुमारले दुनिया चाहिँ उयो वेकले चाहिँ यो सुबार दिसन चाहिँ अठे ढेटे चाहिँ अब भूमिकै बारे छौ चाहिँ चु चोबी मल लगा चाहिँ कन्टिन्यूको चोबिया तर फुकन चाहिँ चोइ मबिया र वे कन्टिन्यू आधार चाहिँ जिन पो यायामा चाहिँ चमन डाक्टर डेभिड हार्ग्रिव्स वेका चाहिँ अङ्ग्रेजी साहित्य प्रोफेसर का अहिले वेकन Gu malo niya bhayo bank attend yana to University of Oregon चाहिँ yana चाहिँ PhD na yana PhD dissertation na ka चाहिँ the मतलब to intentional action in Kathmandu नेवारी का वे का टाइटल भी intentional action अथेसन चिसन सिको यही हो या वो मसीको जुइपटी जा का जिला वो नल का ढाउले मसीको याव जुल जि नयाँ ढालला सिको याव जुल अयाँपट्टि चाहिँ सेन्टेन्स यता एनालिसिसमा चाहिँ वेकला चाहिँ मलाई बोलाउँछ पिएचडी एन्जिस र वेक डाक्टर डेभिड हार्ग्रिव्स यता आठौँ वेक रिटायर जिनुला वेकल चोइबी वेकल जी चाहिँ डुनुला चाहिँ भिन्टना असि सुबा बेच्छ अठे रहेछ चाहिँ फुलामा चाहिँ गोख नेपाल राइजिङ नेपालले चाहिँ झ्याइमा चाहिँ डाक्टर रविन मान साक्य वेकल चो चाहिँ भूमिका चोइबी वेकल जी चाहिँ लुमङका चाहिँ वेकल पोर्टल्यान्डहरू नीतिमण्डल महाविहारसम्म सङ्गम भन्न क वेकल ठाउँ चाहिँ भूमिका चोयाबियो बापले चाहिँ वेकल नमङका चाहिँ जित्र धन्यवाद ब्याचना सुबा बेच्न अठे ढेटे चाहिँ नर्थ क्यारोलिना चुनौतीमा चाहिँ डाक्टर नारायण राज भण्डारी former editor in chief of Double Magazine, Wakalan Jin to pick it in Odo, Chubahana Chu does the things that you were not go content be a zero, weapon swear on other go cutting of Tribula, a Jin Wagon and Betna, attended at the only organization, the Batman. And Naya Bazo, some to set an hour, Dugon getting attend and answer to so charge some of them be answered to get in. To model things to work out for Mika tribute baptism, a song to set Najin Yoko saying Subat Disanatana. Worker who got charged and July and tolerance I awakening is made Javiodo, Jeans and song to stress and Jeans and Vietnam. Ale sasa te चाहिँ नेपाल वर्ल्ड नेवा अर्गनाइजेसन अमेरिका या प्रेसिडेन्ट ठाउँको महेन्द्र मान सिंह प्रधान वेकल सपोज कन्टेन्ट सोया चाहिँ वेको भिन्टुन समेश वटु ओके ओके लाइन यी वेका त धन्यवाद बेचन सुबा बेचन अहिले लास्ट वेया चाहिँ आटो द पेज सोपो यो दक्ले लास्ट चाहिँ अन द कभर पेज द गात विषय सोपो कया चाहिँ आटो सोपो यो डिजाइन यामा चाहिँ स्याम साके चाहिँ जिम क्या बाजु का वेका चाहिँ न्यू ग्राफिक डिजाइनर का अहिले वेकना चाहिँ व स्ने सिटी युनिभर्सिटी अफ न्युयोर्क वेकना चाहिने अहिले साथसाथै गोखा चाहिँ नेपाल भाषा यो गोखा रञ्जना आखलन गोखा चो चाहिँ न्युरोलोजी म्याटर्स का गो रञ्जना आखा जो टाइप याना छोयम चाहिँ पवासामी नि पवासामी चाहिँ नमनेना नमुका चना र नबनबा चाहिँ आटो सपो पिके बापले बचेन चिता योको गुहाली बिउपि चाहिँ सुरेन्द्र भक्त श्रेष्ठ नेपाल च्याप्टर या नाय वेकन चाहिँ धन्यवाद ब्याचना वेकअप फुक्कुसिनो चाहिँ गुहा चाहिँ तनम यदि छोज्या चाहिँ जिउ सपोर्ट बरो खास चाहिँ ठोसो यो महत्व चाहिँ कम ठुली मचे जुइ फैम नमको का साथसाथै एजुनिना चाहिँ आठो कार्यक्रम बापले चाहिँ ठाउँलाई यो खचिसा टाइम ला दसन यी मरो कारणले चिसमा कम्पो यो टाइम न तर यदि ठोस यो बारे चाहिँ सुनाना मतलब चाहिँ थन फेसबुक सुयाजुला चुमे वयाजुला गन गुब्ले चाहिँ जिताला ठोक खन्छ त बांक चाहिँ क्लियर मजबुत का छि नब्ला जुला अथवा चाहिँ चुन जोमे नब्ला जुल चाहिँ आई एम अलवेज रेडी टु एन्सर एनी क्वेसन दे हेभ थन्दको मखो अस्ट्रेलिया अमेरिका जापान इंग्लैंड स्पेन डजन्ट म्याटर न्याठा जुस्न सो आई एम अवेलेबल टु डिस्कस एनी टाइम एनी डे ओला डियोङ मनुजिमा फ्लापी मनुजिमा यामे जुमा सो जि वको त जिम यिसु विषय त कया चाहिँ जि धाबले त तयार चाहिँ बिका एजुन ठोस सपो चाहिँ नेपालला प्रयोग बजारले प्याट हुँको एजुन ठिक चाहिँ व्यापक रूपमा प्रचार यालाई
ग्लोबल नेवा मुभमेन्ट सिलसिला ठोप्रो प्रचार यामारो अभियान चाहिँ ठोस पो चाहिँ यदि छिउ लाभटे मलानी जोसा पटिपक्क चाहिँ कैदी छ यदि चाहिँ अमेरिका चुनाव जोसला चाहिँ चिता मालगाला चाहिँ जिन थना मेलेना छोया सबै यो मु अमेरिकै रेट अनुसार हो ओके मेलिङ चार्ज समेत याबले चाहिँ लगभग $25 टु हो अझ त यदि सुना चाहिँ थाउ क्षेत्र चाहिँ सुनान प्रचार यानबिरका थियो चाहिँ यदि अच्युतला थन चाहिँ यो अपुको मेल छोयाउन चलन टु प्रायोरिटी मेल छोया या मोटो इन्डिभिजुअल छौजो या कज चाहिँ जी 원어때야 들었냐고 나저스사 we have to spread out the word neurology अहिले लिबावया चाहिँ ठो शब्द चाहिँ आर्टिकुलर डिक्सनरी मर्ने तर चाहिँ एक्सपोर्ट डिक्सनरी दुठ्यागियो बिचारो अहिले लङम्यान डिक्सनरी न ठो वर्ड दुठ्यागियो बिचारो एजुने गुलिन लोजी का शब्द चाहिँ प्रयोग होइ चाहिँ साइन्टिफिक स्टडी अफ समथिङ साइन्टिफिक स्टडी अफ गाइनोकोलोजी धाजु जियोलोजी धाजु हरेक विषय लोजी याना वया छौँ एजुने नेवाटेउजको विषय नेवाटेउजको सिभिलाइजेसन यटका चाहिँ यदि अध्ययन याको हसा we must use this word neurology as we did say no जेनसनलाई चाहिँ झिसुर गाठिएको मसीके बिउलाई है जिन चाहिँ थोप्री हो गए हयो को एकदम चिकित्सा थोप्री हो याना चाहिँ फिट चाहिँ झ्याउने इङ्कल लालासा जो चाहिँ मतलब ड्रिम कम्स ट्रु का थाहा मास्ती भएको आर्टिकल मजो नि तर जुइरु चाहिँ सम्भावना छ एज लिएर सकेजो छपनी गुख चाहिँ उत्साहित न जी यको प्रोत्साहन बेचना जी आइट थाहा ठुल्याको यको सुभा सोकमी भाजुमी पिनो थन जुमे चोइन जो पि सकस्तान जिउ पके चाहिँ सुभा बेचना हस् एकैको सुबाइडो ठाउँमा चाहिँ पहा भाजो दायरट्न सकेछ वेक चाहिँ निवारोलोजी म्याटर्स नुगु सफुया चोमी ख वेक नाजा थो विशेष ज्याजले चाहिँ वे सफु सब्टी बारे जगा खे चाहिँ सिखलाउला जल खैटला व सब्टी बारे ला फुकोन खलाला लाई लाइलो लाइलो खया मक्टा छि र्यान्डमली चाहिँ चाहिँ टपिक चाहिँ छाने ना चाहिँ लिया चाहिँ खलाउनु छ ल आज नाचा उद उकचका डाइरेक्ट का हाक्ने को लसना दो तो नु सफ्टी लागि अहिले section to sabtu ni chapa chapa chapu chapu चाहिँ nyana चाहिँ बुना जिता चाहिँ इना बेन्च ना वे दासे थोय थो जाजो WDV थो बोचियो न्यावो खाने पचाको छ चिकपिटा सकले थन सोने सुया चपि थन जुमे सुया चपि अहिले फेसबुक सुया चपि अहिले पाना रिकॉर्डेड लाइभ जिउ चाहिँ लिपा आर्के सुया चपि दिने यो को सुबा तो यो को सुबा अहिले हाकसका जो जलो पा जोलबा